जय मसीह तपाईहरु सबैजनालाई प्रभुले आशिष दिउन् अनि हामी उत्साहित छौं। यदि परमेश्वरको वचनले हामीलाई उत्साह गरेन भने संसारमा यस्तो कुनै थोक छैन जसले हामीलाई उत्साह गराउँछ है त। सो परमेश्वरको वचन चाहिँ अन्तिम फाइनल अथोरिटी हो। सो हामीले परमेश्वरको वचनलाई जब बुझ्छौं, हामी परमेश्वरको वचनलाई आदर गर्न थाल्छौं, हाम्रो जीवनमा परमेश्वरले राखिदिनु भएको उद्देश्यहरू आफै प्रकट हुन थाल्छ। अघि हाम्रो रेभरेन्ड सिल्भनस दादाले पनि भन्नुभयो कि हामीले बल गर्नु पर्दैन, हामीले केही बल गर्नु पर्दैन, विश्वासद्वारा हामी त्यो कुरालाई प्राप्त गर्छौँ। थ्याङ्क यू सो मच। म अलिकति मेरो र उहाँको जर्नीलाई बताइहाल्नु पऱ्यो, कतिले थाहा छैन। फर्स्ट टाइम यसरी म यो जोसुवा हिमालयसको पुलपिटबाट म पोडियमबाट बोल्दैछु। 2006 देखि मैले दादालाई चिनेको अनि म पर्बिङमा एज अ मिसनरी सेवाकाई गर्थेँ। अनि दादाको मामा पढ्ने नाम्चीमा हुनुहुन्थ्यो अनि उहाँको भाउजू चाहिँ नाम्ची गभर्मेन्ट कलेजमा हुनुहुन्थ्यो। नि दादा चाहिँ गान्तोकबाट चाहिँ सवारीमा टिकट काटेर आउनुहुन्थ्यो, गाडी थिएन। अनि त्यो दिनदेखि मैले दादालाई चिनेको। अनि दादाको त्यो जर्नी मलाई थाहा छ, 20 वर्ष भयो। अनि त्यो जर्नी मलाई थाहा छ। अनि त्यो टाइमदेखि अनि पछि रातो अल्टो होला आई थिङ्क, त्यहाँदेखि लिएर संसारको मान्छेहरू नि, संसारमा दुष्ट मान्छेहरू चाहिँ यति साह्रो धनी हुँदैछ अनि उनीहरूको धनले चाहिँ एडल्ट्रीमा, पोर्नोग्राफीमा, टेरोरिजममा, इल्युमिनाटीमा, संसारको घिनलाग्दो कुरामा फन्डिङ गर्दैछ। र जब एउटा धार्मिक व्यक्ति, परमेश्वरको भय मान्ने व्यक्ति, परमेश्वरलाई प्रेम गर्ने व्यक्ति जब धनी हुन्छ नि, त्यो व्यक्तिले परमेश्वरको राज्यको वृद्धिको लागि आफ्नो पैसाहरू खर्च गर्छ। आज झुटो चाहिँ के प्रचार के हालिदिएको छ भने नि, पुलपिटबाट परमेश्वरको जनहरू धनी हुनु हुँदैन, धनी भयो भने चाहिँ परमेश्वरलाई त्याग्छ। म तपाईँलाई भनिदिउँ, यहुदा इस्करियोतीले येशू ख्रीष्टलाई कमाराको भावमा बेचिदिएको। पुरानो नियममा तपाईँले हेर्नुहुन्छ भने कमाराको भाव चाहिँ 30 वटा चाँदीको टुक्रा मात्रै थियो। सो यहुदा इस्करियोती भ्रष्ट हुनुको लागि उसलाई करोडको आवश्यकता परेन, 30 वटा चाँदीको टुक्रामा भ्रष्ट भयो। शैतानले कहिले पनि तपाईँ नि मेरो जीवनमा चाहिँ डराउन अनुहारहरू लिएर धोकामा पार्दैन, तर शैतानले जहिले पनि सुन्दर आवाज र भ्रम लिएर धोकामा पार्छ। त्यही कारणले गर्दा हामी सचेत रहनु आवश्यकता छ, परमेश्वरको वचनलाई पूर्ण रूपले बुझिकिन। सो यति साह्रो झुट प्रचार गरिदिएको छ कि विश्वासीहरू गरिब हुनुपर्छ, किनकि बाइबलले भन्छ धनले चाहिँ हामीलाई नाश गर्छ। बाइबलमा मैले पढ्दै गर्दा कहीँ पनि भेटिनँ कि धनले नाश गर्छ, तर धनको लोभले चाहिँ नाश गर्छ भनेको छ है। लोभ। तपाईँलाई म पृथ्वीमा अदनको बगैँचामा पाप आउनुभन्दा अगाडि कहाँ पाप आयो? स्वर्गमा। पाप चाहिँ घमण्ड अनि लोभको मिश्रण चाहिँ पाप हो। लुसिफरलाई घमण्ड मात्र उत्पन्न भएन, तर लुसिफरलाई चाहिँ लोभ पनि उत्पन्न भयो। लुसिफरले परमेश्वरको त्यो महिमाप्रति लोभ गर्यो। उसले भन्यो कि यो महिमा त मलाई चाहिन्छ। त्यो महिमाप्रति ऊ यति साह्रो तृषित भयो, परमेश्वरले दिने महिमा, त्यो महिमाको निम्ति यति साह्रो प्यासी भयो अनि सँगसँगै घमण्ड पोस्यो। सो घमण्ड मात्रै थिएन पापमा पतन हुनु, लुसिफर पतन हुनुमा, तर घमण्ड अनि लोभ दुईटा कुरा थियो। त्यही कारणले गर्दा येशू ख्रीष्टलाई जब लुकाको पुस्तक, दादाले मलाई जति पनि टाइम भन्नुभएको छ, हामी तयार छौँ होला। अनि आज हिलिङ एन्ड डेलिभरेन्स, मलाई थाहा छैन म कसरी बोल्छु, पवित्र आत्माले डोर्याउनुहुन्छ। जब लुकाको पुस्तक 18 अध्यायमा यङ रुलरको बारेमा बताउँछ, जवान व्यक्ति, ऊ धनी थियो भन्छ बाइबलले, ऊ यहुदी थियो, ऊ व्यवस्थालाई पढेको व्यक्ति थियो अनि ऊ धनी थियो भन्छ। अनि उसले आएर येशू प्रभुलाई भन्छ, ए असल गुरु, के भनेको छ? ए असल गुरु, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ? अनि येशू प्रभुले भन्छ, तिमीले मलाई असल किन भन्छौ? असल त परमेश्वर मात्रै छ। किनकि उसले असल भन्यो, तर येशूलाई परमेश्वरको स्थानमा राख्न सकेन, गुरुमा मात्रै राख्यो। उसले भन्नु खोजेको चाहिँ के भने, तिमीले मलाई असल भन्छौ भने तिमीले मलाई परमेश्वरको स्थानमा पनि राख भनेको। खास गरी उसले राख्न सकेन। त्यसपछि भन्छ अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?
अनि म तपाईँलाई भनिदिउ त्यो व्यक्तिले यसोलाई परीक्षा गर्नको लागि सोधेको होइन। ऊ एकदमै व्याकुल थियो, अनन्त जीवनप्रति ऊ एकदमै तृषित थियो। त्यही कारणले गर्दा बाइबलले भन्छ, अर्को मर्कुसतिर भन्छ ऊ दोगुरेर आएर येशूको पाउमा पढ्यो भन्छ। ही वाज सो डेस्परेट, बाइबलले भन्छ। अनि येशूले भन्नुहुन्छ, तिमीलाई त व्यवस्था थाहा छ नि। अनि दुईटा व्यवस्था छ, एउटा मानिस केन्द्रित व्यवस्था छ, एउटा ईश्वर केन्द्रित व्यवस्था छ। अनि येशूले चारवटा व्यवस्था भन्नु भएन। जो माथिको व्यवस्था, जो तैँले परमेश्वर बाहेक अरू कसैलाई नपुज्नु, मूर्ति नपुज्नु, विश्राम दिन पालन गर्नु। तर येशूले एउटा सिभिल ल दिनुभयो। अनि सिभिल ल 6वटा छ। अनि त्यो सिभिल लमा पनि 6वटामा अन्तिम ल दिनु भएन, तर 5वटा ल। अनि त्यो व्यक्तिले के भन्छ भने 5वटा ल त मैले मेरो बाल्यकालदेखि नै पुरा गरेर आएको छु। तर 6औं ल चाहिँ के थियो? व्यवस्थाको अन्तिम ल चाहिँ के थियो? तैँले लोभ नगर्नु। येशू प्रभुले अन्तिम ल चाहिँ एक्सनमा गरी माग्नु भयो। किनकि येशूले 6औं आज्ञा पनि भर्बल्ली भनेको, उसले भन्थ्यो कि यो पनि म गर्छु। तर येशूलाई उसको त्यो एक्सनमा येशूलाई देख्नु आवश्यक थियो। अनि येशूले भन्नुहुन्छ 6औं ल चाहिँ एक्सनमा भन्नुहुन्छ, तिम्रो सम्पत्ति बेचेर गरिबलाई बाँड्देऊ, मेरो पछि लागा। अनि 6औं ल, अन्तिम 10औं लमा ऊ फेल भयो। बाइबलले भन्छ ऊ निराश भएर फर्क्यो। किन? उसको ध्यान चाहिँ थोकमा थियो, उसको ध्यान चाहिँ वस्तुमा थियो, येशूमा कदापि पनि थिएन। अनि येशू प्रभुले भन्नुहुन्छ, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्नुभन्दा त सियोको नात्रीबाट उठ छिर्नु सम्भव छ। अनि यो मेसेजले जहाँ यति साह्रो इरोड ल्याइदिएको छ क्रिस्चियनडममा, क्रिस्चियन जगतमा, त्यसो भए चाहिँ धनी हुँदा चाहिँ सक्दैन रहेछ स्वर्गको राज्यमा पस्न। अनि कता कता अर्को भर्स पनि ल्याइदिन्छ, थाहा छ त्यो लाजरस धनी मान्छेको घरमा क्या त भुइँमा बसेर खान्थ्यो, त्यही कारणले गर्दा ऊ स्वर्ग गयो। त्यो धनी मानिस चाहिँ धनी भएकोले गर्दा नर्क गयो भन्छ, माथि पढ्दैन। तर ऊ धनी भएकोले गर्दैन, उसले धर्मशास्त्रमा विश्वास नगरेको कारणले गर्दा। त्यो व्यक्तिले अब्रामलाई भन्छ, यसलाई पठाइदियो ताकि मेरो भाइहरू यस ठाउँमा आउनु नपरोस्। अब्रामले के भन्दछ त्यो व्यक्तिलाई? तिम्रो दाजुहरूसँग धर्मशास्त्र छ। अनि येशूले भन्नुहुन्छ कि असम्भव छ। अनि चेलाले भन्छ, त्यसो भए धनीहरू स्वर्गको राज्यमा पस्नु सक्दैन? प्रभु येशूले भन्नुहुन्छ, जे मानिसमा असम्भव छ त्यो परमेश्वरमा सम्भव छ। 19 अध्यायमा आएर जक्कै पनि धनी थियो भन्छ, जक्कै पनि लोभी थियो, जक्कै पनि यहुदी थियो, तर जक्कैले अनन्त जीवन पायो भन्छ। किनकि दुईटाको दृष्टिकोण भिन्दा थियो के। एउटाले आफ्नो सम्पूर्ण दृष्टिकोण चाहिँ वस्तुमा लगाएको थियो, इट वाज सो फोकस। तर जक्कैले चाहिँ आफ्नो दृष्टि चाहिँ वस्तुमा होइन तर व्यक्तिमा लगाएको थियो। त्यही कारणले गर्दा उसले त्याग्नु छ। येशू प्रभु गएर चाहिँ जक्कैको घरमा गएर यसरी हेरेर भन्नु भएन, ए जक्कै तिमीलाई थाहा छ 18 अध्यायमा मैले त्यो व्यक्तिलाई भनेको धन सम्पत्ति बेच अनि मेरो पछि लागा भन्नु भएन। जक्कैले जब येशूलाई केन्द्र बनायो, येशूले भन्नुभन्दा अगाडि नै जक्कै खडा उठेर भएर भन्छ कि प्रभु मेरो सम्पत्तिको आधा बेचेर चाहिँ म गरिबलाई दिनेछु, कसैबाट अन्याय गरेर ल्याएको छ भने त्यसलाई म 4 गुणा फर्काइदिनेछु। जक्कै पनि लोभी थियो, ऊ चिफ कलेक्टर थियो। खजन्सीहरूले के गर्छ भने नि रोमी साम्राज्य ट्याक्स, रोमले जति ट्याक्स मागेको हुन्थ्यो त्योभन्दा डबल उठाउँथ्यो। अनि यहुदीहरूले चाहिँ खजान्चीहरूलाई चाहिँ जहिले पनि पापीको दर्जामा राख्थ्यो, व्यभिचारी र खजान्चीहरूलाई चाहिँ। मानिसको दृष्टिमा ऊ पापी थियो। तर एउटा यस्तो समय आयो जब उसले नि येशूलाई माध्यम बनायो नि, उसले अनन्त जीवन पायो। सो मैले यो कुरा कहाँ जोड्दैछु भने नि, हामी यो सानो हेरेर मक्खै पढ्नु हुँदैन। यो त सानो मेरो प्रिय, भन्नुहोस् न सानो। हामी आँखा बन्द गर्दा त्यो तस्बिरलाई देख्न सक्नुपर्छ। आँखा खोल्दाखेरि 40 जना छ होला, यहाँ 50 जना होला। आँखा बन्द गर्दा नि 4,000 जना छ भन्ने देख्नुपर्छ। अघि मैले एडीलाई भन्दै थिएँ, बिलिभ र फेथमा फरक छ। बिलिभ भनेको चाहिँ मानिलिनु, जे भौतिक आँखाले देख्छ त्यो मानिलिनु। तर फेथ चाहिँ विश्वास चाहिँ
जो तपाईँको भौतिक आँखाले देख्दैन तर छ भनिकन मानिलिनु, भरोसा गर्नु चाहिँ विश्वास हो। रोमीको पत्रले भन्छ परमेश्वरले नभएको थोकलाई यसरी बोलाउनु भयो मानव त्यो अघिबाटै थियो भनेको छ है। त्यही कारणले गर्दा म त्यो जर्नीबाट आएको छु, दादाको त्यो जर्नी। अनि म यो भन्नु चाहन्छु कि परमेश्वरले मानिसको जीवनमा सिजन राखिदिएको हुन्छ। अनि कम्ती हुँदै गर्दा हामी निराश हुँदैनौँ, ड्याममै हुँदाखेरि हामी मकै पनि पर्दैनौँ। दाउदले भजन सङ्ग्रह 23 भन्छ म घोर अन्धकारबाट भएर गए तापनि तपाईँलाई म छोड्दिनँ भनेको छ। दाउदले भनेको छैन तपाईँले मलाई घोर अन्धकारबाट लगे तापनि भनेको छैन। त्यही कारणले गर्दाखेरि मैले दादाको त्यो जर्नीलाई देखेको छु। अनि सिक्किममा आउँदै गर्दा म एकदम सर्ट 4-5 दिनको लागि आउँछु। अनि मेरो हातमा फिङ्गरमा गनेर 2-3 जनाकोमा मात्रै पस्छु। अनि तीमध्ये सिलमानस दादा अनि मेरो बुहारीले तपाईँलाई धेरै माया गर्नुहुन्छ, अनि हामी धेरै माया गर्छौँ, अनि हामी धेरै आदर गर्छौँ तपाईँलाई, हामी धेरै आदर गर्छौँ तपाईँलाई। अनि हामीले देखेको छौँ लाइफ चेन्ज भएको यो ठाउँहरूबाट। अनि दादाले पनि मेरो जर्नीलाई देख्नु भएको छ, अलिकति टेस्टमनीको रूपमा नि हुँदैछ। मेरो वर्ड्स टाइमलाई पनि उहाँले देख्नु भएको छ। अनि सक्सेसलाई त नभनौँ, किनकि यो अहिले उभिएको ठाउँ मेरो सफलता होइन, म त्यो जर्नीमा छु। बाइबलले भन्छ पर्फेक्सन चाहिँ तब आउँछ जब येशू आउँछ भनेको छ। सो अहिले नै सबै सकेँ मैले, अब चाहिँ म भयो होइन है। त्यही कारणले गर्दा म के विश्वास गर्छु भने परमेश्वरले हामीलाई संसार जित्नको निम्ति बोलाउनु भएको छ। तर आज विश्वासीहरू पास्टरहरू 40 जनामा मकै परेर बसेको छ। अब त भयो 40 जना भएपछि पुग्यो होइन। संसार 1.5 बिलियन मानिसहरू इन्डियामा मरिरहेको छ, त्यसको जिम्मेवारी चाहिँ चर्चको, तपाईँ अनि मेरो। आज कतिले भन्छ कि मान्छे भिड भएको चाहिँ झुटो शिक्षा भन्छ, मान्छे भिड भएको ठाउँहरू चाहिँ झुटो शिक्षा भन्छ। जहाँ थोरै छ दे आर भेरी सेलेक्टेड। अलिकति भिड होस् त झुटो शिक्षाको ट्याग लगाएर त्यहाँ त झुटो शिक्षा प्रचार हुन्छ, प्रस्पेरिटी प्रचार हुन्छ अरे, हिलिङ बेसी प्रचार हुन्छ अरे होइन। अनि म एउटा उदाहरण दिनु मन पऱ्यो के। मानिलिउँ अहिले ग्यान्टोकमा येशू आउनु भयो अरे, के त्यहाँ 10 जना मात्रै भेला हुन्छ? संसारलाई ओर्लेर आउँछ। यसको अर्थ जुन ठाउँमा येशू छ भिड जम्मा हुन्छ मेरो प्रिय। हालेलुया, भिड जम्मा हुन्छ त्यो ठाउँमा। सो कारणले गर्दा परमेश्वरले जुन बोलावटमा बोलाउनु भएको छ, अनि उहाँमा भएको अनुग्रह र उहाँमा भएको अभिषेकलाई हामीले आदर गर्नुपर्छ। अहिलेको जेनेरेसनले, अहिलेको पुस्ताले नै आदर गर्न सिक्दैन। म यो ठाउँमा आएको छु, म तपाईँलाई भनिदिन्छु ल, भयङ्कर धर्मी भएर भन्दिनँ, मेरो प्रार्थना र मेरो उपवासले होइन मेरो प्रिय। मैले कति दशांश दिएँ त्यो आधारमा पनि होइन। तर म यो ठाउँमा खडा हुँदैछु भने मैले एउटा कुरा चाहिँ के सिकेको छु, म के बुझ्छु भने मैले प्रभुको दासलाई आदर गरेको कारणले गर्दा। म हेर्दिनँ उसको चर्चमा कतिजना छ त्यो हिसाबले म आदर गर्दिनँ, तर एउटा व्यक्तिको जीवनमा त्यो अनुग्रह र त्यो एनवाइन्टिङ छ भने म त्यो व्यक्तिलाई आदर गर्छु। तर आजको पुस्ताले आदर गर्न छोडिसकेको छ। 2-4वटा भर जाने बित्तिकै उहाँ कुनाबाट भन्छ त्यतिको त म पनि प्रसार गर्न सक्छु। एकजना प्रभुको दास एउटा सेवामा जानुभएछ, भर्खर है सेवाकाइमा आउनु थालेको, निकै आगोले भरिएको। अनि पास्टर बाले एउटा छेउमा बसेको भाइलाई चाहिँ छेउमा बसेको रहेछ, वचन पढ्नु राखेको, यशायाको पुस्तक पढ भनेछ। उसले भन्छ परम प्रभुले भन्नुहुन्छ भनेछ, बिस्तारै बोलेछ। अनि त्यो व्यक्तिले चाहिँ के भनेछ भने पढाएर मलाई पढ्नु दिएको भए चाहिँ यसरी पढ्थेँ, थाहा छ भने कसरी आफैलाई भन्छ परम प्रभुले भन्नुहुँदैछ, यसरी पढ्थेँ। के त्यसलाई आउँदैन छ, इन्स्टेन्टली पवित्र आत्मा बोलेछ, थाहा छ छोरा तँ किन पछाडि छस्, त्यो किन यहाँ छस्, किनकि तैँले घमण्ड गर्दैछस्, त्यही कारणले गर्दा तँ पछाडि छस्। आजको जवानहरूले नै 2टा कोरस गाउनु जाने बित्तिकै, 2टा वचनको कोडहरू पढ्नु जाने बित्तिकै, थियोलोजी गरेर सिस्टमेटिक बाइबल पढ्ने बित्तिकै मलाई आउँछ भन्छ होइन। तर जुन दिन एउटा की चाहिँ नि परमेश्वरको राज्यमा थ्राइभिङ हुने की चाहिँ नि परमेश्वरको जनहरूलाई आदर गर्न सिक्नुपर्छ। अनि धेरैपल्ट हामी जब सेवाकाइमा आउँदै गर्दा जोसुवा हिमालयसको उदाहरण त्यो कन्टेक्स्टमा बोल्दै गर्दा जोडिँदै गर्दाखेरि
हामी भन्छौँ परमेश्वरले मलाई पनि भिजन दिनुभएको छ, सो जोसो हिमालयजमा आएर सिक्छु, म मेरो भिजनमा फर्किन्छु। अनि एउटा व्यक्ति जोसो हिमालयजमा आउँछ, उदाहरण है, कन्टेक्स्टमा बोल्दैछु, जस एउटा कन्टेक्स्ट मिलाउनु मात्रै खोजेको, ठ्याक्कै यही छ होइन फेरि। अनि आउँछ, अनि 2 वर्ष भएपछि के भन्छ नि, अनि मेरो भिजन छ, परमेश्वरले मलाई भिजन दिएको छ। अनि उसले आफ्नो भिजन पुरा गर्नुको लागि जो व्यक्तिसँग रहेर सेवाकाई गर्दछ टुक्राएर जान्छ, के तोडिदिएर जान्छ। बाइबलले भन्छ दर्शनको कमीले भाँडिन्छ भन्छ। तर हामी यो पनि बुझ्नुपर्छ कि धेरै दर्शन हुँदा पनि भाँडिन्छ फेरि। परमेश्वरले मूसालाई दर्शन दिनुहुन्थ्यो, भिजन दिनुहुन्थ्यो, इन्स्ट्रक्सन दिनुहुन्थ्यो, अनि अरूले पालन गर्नु पर्थ्यो। सो कारणले गर्दा मैले जब युसुफको जीवनलाई हेरेँ नि, फारोलाई भन्दा अगाडि भिजन चाहिँ परमेश्वरले चाहिँ युसुफलाई दिनुभएको थियो। जब फारोले एउटा सपना देख्यो नि, युसुफलाई बोलाउँदै गर्दा युसुफले भनेन म तिम्रो भिजनले इन्टरप्रेट गरिदिन्छु, म तिम्रो भिजन फुलफिल हुनुमा सहायता गरिदिन्छु, तर त्यसको बदलामा परमेश्वरले पनि मलाई भिजन दिएको छ, मेरो भिजन फुलफिल हुनुमा नि तपाईँले सहायता गर्नुपर्छ भनेर त्यहाँनिर टर्म एन्ड कन्डिसन रिटर्न भएन, राइट भएन। तर आजको के छ भने नि, दादा म तपाईँलाई सघाउँछु कि, तर मेरो पनि भिजन छ है। युसुफले भनेन कि, एकपल्ट पनि भनेन सरकार महाराजा तपाईँको भिजनको इन्टरप्रेट गरिदिन्छु, म सहयोग पनि गर्छु र मेरो भिजन पनि छ है, मेरो दाजुहरूले बेचेको छ, उसले त आएर घोडा टेक्नै पर्छ मलाई भनेन। ऊ चुप लागेर फारोको भिजन पुरा गर्नुमा लागिबस्यो। युसुफले फारोको भिजन पुरा गर्नुमा निरन्तरता दियो। परमेश्वरले युसुफको भिजन पुरा गर्दै हुनुहुन्थ्यो मेरो प्रिय। सो यो अहिलेको जेनेरेसनलाई नि अगुवाहरूको अधीनमा बसेर सेवाकाई गर्नु जस्तो अपर्च्युनिटी मलाई यो टिचिङहरू पाएन कि हाम्रो समयमा, दादा हामीले पाएन। सबमिसनसिप भन्ने टिचिङै पाएनौँ हामीले। अनि कोही बेला त मलाई लाग्छ कि त्यो टाइम ट्राभल जस्तो कि, कोही बेला 20 वर्ष पछाडि जानु पाए पनि हुन्थ्यो नि, म अधीनमा त रहनु सक्थेँ। र अहिले पनि म प्रार्थना गर्छु, प्रभु त्यो दासहरू जसको जीवनमा तपाईँले अनुग्रह दिएको छ त्यो व्यक्तिहरूको अधीनमा चाहिँ बस्छु भनेर। अहिले पनि म कसैको अधीनमै छु। म न्यू बिगिनिङ चर्चको सिनियर पास्टर होइन, फाउन्डर पास्टर भन्दैमा म माथि कोही छैन होइन। परमेश्वर स्वर्गमा हुनुहुन्छ, तर पृथ्वीमा नि परमेश्वरले गोठालहरू दिएको हुन्छ जसको अधीनमा बस्नुपर्छ मेरो प्रिय। त्यही कारणले गर्दा शैतानले कोही बेला तपाईँको हृदयमा आएर तपाईँको कानमा आएर कानी खुसी गर्छ, सिकिस् त अब भन्छ नि, आफैले तपाईँले पाएको भिजनलाई पुरा गर्न नलाग्नुहोस्। परमेश्वरको ड्यू कोर्स अफ टाइम, परमेश्वरको आफ्नो समयमा तपाईँलाई लानुहुन्छ। आमेन। सो कारणले गर्दा अनि दादाको जर्नी मैले धेरै एक्जेजरेट गरेको जस्तो भयो होला, तर यो सत्य कुरा हो। हामी धेरै माया गर्छौँ तपाईँलाई। वी लभ यु एन्ड वी अनर यु सो मच। बाइबलले भन्छ सम्झनाको पुस्तक छ, परमेश्वरले राख्नु भएको छ। प्रभुलाई धन्यवाद भएको होस्। अनि हामी वचनमा जानेछौँ। आज हिलिङ एन्ड डेलिभरेन्सको सेवक गन्तीको पुस्तक 14 अध्यायको 24मा हेर्छ भने, गन्तीको पुस्तक गन्तीको पुस्तक 13 अध्यायमा हेर्छ भने परमेश्वरले 12 जना नायकीहरूलाई कनानमा भेदलिनु पठायो होइन। 12 जना नायकीलाई बाइबलले भन्छ नायकी भनेको एलिट हो, एकदमै ट्रेन्ड। अहिलेको भाषामा भन्नुपर्दाखेरि पिएचडी गरेको बाइबलमा एकदमै वेल ट्रेन्डलाई कहाँ पठायो? कनानमा भेदलिनु पठायो। हामी सबैलाई थाहा छैन गन्तीको पुस्तक 13 अध्याय। अनि फर्केर आएपछि 10 जनाले गलत खबर सुनायो, 2 जनाले चाहिँ के सुनायो? 2 जनाले चाहिँ हुन्छ हामी सक्छौँ भन्ने कुरा सुनायो। सुन्नुहोस् ल, तथ्य चाहिँ यो थियो कि कनानमा नफिलिमहरू थियो। तथ्य चाहिँ यो थियो कि कनानमा अनाकीहरू थियो। सुन्नुहोस् ल, मलाई ध्यान दिनुहोस्, वचन बाइबल नहेर्नुहोस्, पछि हेर्नुहोस्। तथ्य चाहिँ फ्याक्ट चाहिँ यो थियो कि कनानमा अनाकीहरू थियो। जेबुसीहरू भन्छ नि, जुन जेबुसाइटलाई त पछि दाउदले जित्यो, गडहरू थियो। तथ्य फ्याक्ट, दैत्यहरू थियो। अनि उनीहरूले भन्छ कि हामी त्यो ठाउँमा सक्दैनौँ, त्यहाँको मानिसहरू दैत्यहरू छ, उनीहरूको अगाडि हामी बुझ्छौँ।
10 जनाले चाहिँ तथ्यलाई लिएर इजरायलीहरूलाई राखिदियो र इजरायलीहरू परमेश्वरको विरुद्ध खडा भयो भन्छ। तर सत्य चाहिँ यो थियो कि परमेश्वरले त्यो अनाखीहरू इजरायलीको हातमा दिइसक्नु भएको थियो। आज विश्वासीले सत्यलाई विश्वास नगरेर तथ्यलाई विश्वास गर्छ। तथ्य परिवर्तन हुन्छ तर सत्य कहिले परिवर्तन हुँदैन, किनकि सत्य चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। डक्टरले तपाईँलाई रिपोर्ट दिन्छ तिमी 4th स्टेजको क्यान्सर हो, तिमी मर्छौ, द्याट फ्याक्ट, त्यो तथ्य हो, हामी इन्कार गर्न सक्दैनौँ। तर सत्य चाहिँ त्यो हो कि परमेश्वरले खानुभएको कोर्राको चोटले निको भइसकेको छु। आज हामी नि सत्यलाई भन्दा बेसी तथ्यलाई ध्यान दिन्छौँ। हामी 5वटा इन्द्रियमा यति साह्रो विश्वास गरी पठाउँछौँ कि एउटा सत्य छ परमेश्वरको वचन, त्यसमा हामी विश्वासै गर्दैनौँ। बाइबलले भन्छ उहाँको वचन चाहिँ हुन्छ यस अनि आमेनमा छ भन्छ। जबसम्म मेरो शरीरले चङ्गाई फिल गर्दैन, जबसम्म मेरो आँखाले देख्दिनँ, तबसम्म म मान्दिनँ। यो 5वटा इन्द्रिय चाहिँ नि मेरो प्रिय, 5वटा इन्द्रिय चाहिँ नि वास्तवमा विश्वासको दुश्मन हो मेरो प्रिय, विश्वासको दुश्मन हो। 5वटा इन्द्रिय चाहिँ जहिले पनि विश्वासको अगेन्स्टमा खडा हुन्छ, किनकि 5वटा इन्द्रियले चाहिँ जब फिल गर्छ नि अनि मात्रै मान्छ। तर विश्वास चाहिँ तपाईँको इन्द्रियले के फिल गर्दैछ त्यो आधारमा एक्टिभेट हुँदैन, काम गर्दैन। विश्वास चाहिँ परमेश्वरले दिनुभएको वचनको अधिकारमा जब खडा भएर त्यो अधिकारमा हिँड्नु थाल्छ अनि मात्रै विश्वासले काम गर्नु थाल्छ। हामी मानिलिन्छौँ, हाम्रो मुख हामी दुईटा भाषा बोल्छौँ। परमेश्वरको राज्यमा परमेश्वरले नि एउटै भाषालाई मात्र आदर गर्नुहुन्छ, त्यो चाहिँ विश्वासको भाषा। जसरी पृथ्वीमा हामी लेनदेन गर्नुको निम्ति मुद्राको आवश्यकता पर्छ, त्यसरी नै स्वर्गमा लेनदेनको लागि विश्वासको आवश्यकता पर्छ। आज कतिवटा म अगेन्स्ट हुनसक्छ होला, तपाईँको बिलिफ सिस्टमको अगेन्स्ट हुनसक्छ होला, तर म बोलेर नै सार्छु। हामीलाई धेरैपल्ट परमेश्वरको अगाडि चाहिँ हामी भिखारी जस्तै माग्छौँ, प्रभु यो दिनुहोस्, प्रभु त्यो दिनुहोस्, प्रभु यो दिनुहोस्। हामी प्रभुको अगाडि भोक हडताल बस्छौँ। उपवासलाई चाहिँ भोक हडतालको रूपमा हामीले परमेश्वरको अगाडि ल्याउँछौँ। जबसम्म प्रभु तपाईँले मलाई चङ्गाई दिनुहुँदैन तबसम्म म भातै खाँदिनँ। अनि हामीले यसरी उपवास बस्छौँ कि परमेश्वरलाई परिवर्तन गर्नु खोज्छौँ। उपवासले परमेश्वरलाई कन्भिन्स गर्ने होइन, उपवासले तपाईँको हृदयलाई कन्भिन्स गर्नुपर्छ कि भइसकेको छ भनेर। आमेन। उपवासले चाहिँ तपाईँको हृदयलाई यो ठाउँमा ल्याइ पुर्याउनु पर्छ कि यस भइसकेको छ। किनकि मर्कुसको पुस्तकले भन्छ तिमीले आफ्नो हृदयमा शङ्का गर्दैनौ र हुन्छ भनेर विश्वास गर्छौ र बोल्छौ भने त्यो हुनेछ भनेको छ। सो धेरैपल्ट हामी के गर्छौँ भने नि हामी विश्वास कम्ती गर्छौँ, कार्य धेरै गर्छौँ। सायद मेरो उपवास अलिक कम्ती भएर पो हो कि मैले चङ्गाई नपाएको, सायद मैले पाप धेरै गरेर पो हो कि चङ्गाई नपाएको। म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, परमेश्वर तपाईँको असल बुबा हुनुहुन्छ अनि उहाँले तपाईँ चङ्गाई भएको देख्नु चाहनुहुन्छ। आमेन भन्नुहोस् न। तपाईँ यहाँ कतिजना बाबा हुनुहुन्छ, एउटा उदाहरण दिन्छु। संसारको दुष्ट मानिस, क्रिमिनल, माफियाहरूले मानिसलाई मार्छ, बच्चालाई मार्छ, किडन्याप गर्छ, लान्छ, सानो नानीलाई प्रस्टिट्युट एरियामा लगेर बेचिदिन्छ। माफियाले, गुन्डाहरूले होइन, सानो मान्छेलाई रेप गर्छ। तर त्यस्तो गर्दै गर्दा उसको गोजीबाट गोजीमा फोनको रिङ बज्छ नि, उसको बुढीले फोन गर्छ अथवा कसैले भन्छ तिम्रो नानी सिकिस्ता छ, हस्पिटलमा छ। त्यो रेपिस्टले अर्काको नानी मार्दैछ, त्यो हत्याराले अरू नानी मार्दैछ। जब त्यो हत्याराले आफ्नो नानी बिमार छ भनेको सुन्छ नि, ऊ कुदेर आफ्नो नानी बचाउन जान्छ। एउटा दुष्टभन्दा दुष्ट मानिसले त आफ्नो नानीलाई यति माया गर्छ भने स्वर्गमा हुनुहुने तपाईँको बुबाले तपाईँ नि मलाई कति माया गर्नुहुन्छ, कति स्वास्थ्यमा हिँडेको देख्नु चाहनुहुन्छ। मत्तीको पुस्तकले भन्छ तिमीहरूको स्वर्गमा हुनुहुने पिता भनेको छ, भन्नुभएको छैन कि मेरो स्वर्गमा हुनुहुने पिताले ढुङ्गा माग्दाखेरि रोटी भनेको छैन, तिमीहरूको। यसो प्रभुले प्रार्थना गर्नु सिकाउँदाखेरि मेरो स्वर्गमा हुनुहुने पिता भनेको छैन, तिमीहरूको स्वर्गमा।
येशू ख्रीष्टले पितालाई पूर्ण रूपले प्रस्तुत गर्नुभयो। त्यही कारणले गर्दा हामी पूर्ण अनुग्रहद्वारा जब हामी विश्वासलाई प्राप्त गर्छौँ नि, सुन्नुहोस्, जब हामी पूर्ण अनुग्रहद्वारा विश्वासलाई प्राप्त गर्छौँ नि, त्यो विश्वासद्वारा परमेश्वरको वास्तविक छविलाई पहिचान गर्छौँ हामी। आज धेरै विश्वासीहरूले परमेश्वरको वास्तविक छविलाई पहिचान गरेकै छैन। आज धेरै विश्वासीहरूले परमेश्वरलाई नि किजोफेनिया परमेश्वरको रूपमा मानेको छ, गजनी परमेश्वर। गजनी एउटा मुभी छ, के गर्छ, आमिर खान एकछिनमा सम्झिन्छ, एकछिनमा बिर्सिन्छ। आज परमेश्वरलाई पनि विश्वासीले त्यही बनाएको छ। परमेश्वरले हिजो निको गर्छु भने सायद आज बिर्स्यो होला, सम्झाइदिउ न परमेश्वरलाई, तपाईँ त निको गर्ने। बाइबलले भन्छ हिजो आज सधैँभरि एक समान परमेश्वर हुनुहुन्छ। आमेन। उहाँ तपाईँ निको भएको देख्न चाहनुहुन्छ, उहाँ तपाईँ स्वस्थ भएको देख्न चाहनुहुन्छ। आज धेरैले भन्छ सायद परमेश्वरले मलाई बिमार दिनुभयो ताकि बिमारीबाट मलाई केही सिकाउन चाहनुहुन्छ। धन्यवाद, परमेश्वरले केही सिकाउन चाहन्छ नि। तर त्यही व्यक्ति हेर्नुहोस् न, सबभन्दा बेसी आएर प्रार्थना गरिदिनुहोस् न निकोको लागि भन्छ, त्यही व्यक्ति बेसी फार्मेसी र हस्पिटल ल्याउँछ। यदि उसले मान्दैछ कि बिमारद्वारा परमेश्वरले मलाई केही सिकाउन चाहन्छ भन्छ भने मेडिकेसन नखानु नि त, होइन? बुझ्दै हुनुहुन्छ? बिमार भएर परमेश्वरको महिमा गर्नु नि त। बिमारद्वारा परमेश्वरको महिमा होस् पनि भन्दैछ, मेडिकेसन पनि खाँदैछ, त्यसो त परमेश्वरको महिमा हुनुमा उसले आफै अवरोध गर्दैछ, होइन र? यो प्रकारको विश्वासमा हिँड्ने व्यक्तिलाई चाहिँ परमेश्वरले चाहिँ पाखण्डी भन्छ। पाखण्डी भन्ने हिपोक्रेसी वर्ड चाहिँ ग्रिक वर्ड एक्टरबाट आएको, अभिनेताबाट। अभिनेताको दुईटा लाइफ हुन्छ, एउटा रियल लाइफ, एउटा रियल लाइफ। देखाउने दाँत अर्कै, चबाउने दाँत अर्कै। अनि परमेश्वरले दुईटा लाइफ भएको व्यक्ति जीवनमा मिलेर सहकार्य गर्नुहुन्न। एउटै व्यक्तिको जीवन एउटै लाइफ भएको व्यक्तिसँग मिलेर काम गर्नुहुन्छ। त्यही कारणले गर्दा तपाईँ जस्तो छ त्यस्तै आउनुहोस्। बाइबलले भन्छ उहाँको अनुग्रहद्वारा हामीले सास पाएको छौँ, अनि त्यो सासद्वारा उहाँको कृपासनमा जान्छौँ भनेको छ। आमेन। रोमीको पत्रले भन्छ जुन दिन हामी येशूलाई विश्वास गर्यौँ, वी जस्टिफाइड, हामीले मुक्ति पाइसकेको छौँ। नाउ वी आर अन द प्रोसेस अफ सेन्टिफिकेसन, हामी शुद्धिकरणको प्रोसेसमा छौँ। एक दिन जब येशू आउँछ हामी ग्लोरिफिकेसनमा हामी इन्टर गर्छौँ, महिमामा। यदि यहाँ कोही पर्फेक्ट छ भने भन्नुहोस्, म तपाईँको आराधना गर्छु। कोही पर्फेक्ट छैन। त्यही कारणले गर्दा पावलले भन्छ मैले पाएको उद्धारलाई म काम गर्न दिन्छु। वर्क आउट फर योर सेल्भेसन भनेको छ, तिमीले पाएको उद्धारलाई काम गर्न देऊ। परमेश्वरले तपाईँ निको भएको चाहनुहुन्छ, तपाईँ स्वस्थ भएको चाहनुहुन्छ। जुममा कतिजनाले हेर्दै हुनुहुन्छ भने यो बुबाको इच्छा हो तपाईँ निको भएको, तपाईँ पुरा अधिकारमा हिँडेको। प्रभु येशू ख्रीष्टको 3.5 वर्षको सेवाकाईमा उहाँले चङ्गाईको सेवाकाई गर्नुभयो। जब बिमारलाई देख्नुहुन्थ्यो नि, बाइबलले भन्छ उहाँ टिटाउनुहुन्थ्यो भनेको छ। प्रभुले भन्नु भएन 6 महिनामा आइज, 6 महिना बादमा आइज, किनकि यु हेभ टु लर्न समथिङ फ्रम दिस सिकनेस भन्नु भएन। अनि येशूले भन्नु कि तिमी निको हुन चाहन्छौ, यस, तिम्रो विश्वासले तिमी निको भएको छौ। तँलाई शैतानले हालिदिनु खोज्छ, तैँले गलत गर्दैछस्, त्यस कारणले गर्दा परमेश्वरले सिकनेस दिँदै हुनुहुन्छ। आज कतिले भन्छ त्यो चङ्गाई त्यो निको त नि भूतले गराएको भन्छ है। येशूलाई भन्यो भने बालजुबेलको शक्तिले गरेको भनेछ नि। ओके, त्यसो भए चाहिँ बिमार चाहिँ परमेश्वरले दिने, चङ्गाई चाहिँ शैतानले गराउने। परमेश्वरले तपाईँलाई चङ्गाई दिनुहुन्छ। त्यही कारणले गर्दा उहाँको नाम यहोवा राफेका हो मेरो प्रिय। अनि हामी शरीरको चङ्गाईको मात्रै कुरा गर्दैनौँ, हामी आत्मिक चङ्गाई, मानसिक चङ्गाई, सबै क्षेत्रको चङ्गाईको हामी कुरा गर्दैछौँ। यति बेला कतिजना शरीरमा चङ्गाई छ होला, तर कतिजना मानसिक यति साह्रो बिमार हुन्छ मेरो प्रिय। मेन्टल हेल्थ चाहिँ इम्पोर्टेन्ट हो। आज चर्चले नि, मण्डलीले नि फिजिकल हेल्थको बारेमा प्रचार गर्छ, तर मेन्टल हेल्थ चाहिँ यति साह्रो डरलाग्दो। त्यही कारणले गर्दा प्रभुले भन्नुभयो परमेश्वरलाई प्रेम गर्नेले प्राणले, आत्माले, शरीरले, समाजले प्रेम गर भनेको छ। हाम्रो समाज पनि स्वस्थ हुनु आवश्यकता छ मेरो प्रिय। हाम्रो हृदय पनि आवश्यकता छ स्वस्थ हुनु। कति मानिसहरू दिनमा होइन 6 घन्टा उपवास बस्छ, 3वटा सेवा जान्छ हप्तामा, 3 दिन फास्टिङ बस्छ, तर हृदयमा चाहिँ कपट छ। हृदय कहिले पनि परमेश्वरको वचनले गार्ड गरेको छैन। अरूप्रति जहिले पनि घिनलाग्दो सोचिरहेको छ, अरूको उन्नतिमा डाह गरिरहेको छ,
अरूको उन्नतिमा नफरत गरिरहेको छ। परमप्रभुले भन्नुभयो, मलाई अलिकति पानी ल्याइदिनुहोस् न। परमप्रभुले किन भन्नुभयो दाउदलाई? परमप्रभुले दाउदलाई किन भन्नुभयो तैँले मेरो मन्दिर बनाउँदैनस्? किन भन्नुभयो? किनकि तैँले धेरै रगत बगाएको छस् भन्नुभयो, होइन? आज पनि मण्डलीले दाजुहरूले आफ्नो दाजुहरूलाई धेरै रगत बगाएको छ पछाडिबाट ब्याकवाइटिङ गरेर। स्ल्यान्डरिङ, स्पिरिट अफ स्ल्यान्डर के। आज पनि हे त्यो जसो हिमालय, त्यो न्यू बिगिनिङ चर्च, होइन, त्यो एफएलजे XYZ है, तिनीहरूले त अर्काको भेडा छोड्छ, तिनीहरूले यो गर्छ। अरे आफ्ना पेड़ का फल को ध्यान करो, दूसरा क्या कर रहा है भाड़ में जाए। अरूले के गर्दैछ त्यतातिर हामी ध्यान दिन्छौँ नि हाम्रो रेसबाट हामी अलग हुन्छ। मेरो प्रिय, परमेश्वरले सिल्वानस दाजुले के गर्दैछ त्यसको गोठालो गर्नु मलाई बोलाउनु भएको होइन, म के गर्दैछु। किनकि परमेश्वरले मेरो भेडाहरूको जवाब मलाई माग्नुहुन्छ। उहाँले के गर्नुहुँदैछ त्यसको होइन, उहाँलाई परमेश्वरले उहाँलाई नै माग्नुहुन्छ नि। तर आजको सेविका अनि विश्वासीहरू नि हाम्रो दाजुभाइलाई पछाडिबाट छुरा गपिरहेको छ, कुरा काटेर, हृदय यति साह्रो तिक्तताले, अफेन्सले। तपाईँलाई थाहा छ मैले अघि भने नि, अफेन्स, अब्सलोमले अफेन्स बोके आफ्नो दाजु अम्नोन प्रति। अब्सलोमले अफेन्स बोके आफ्नै बुबा दाउद प्रति। अनि चोकमा आएर भन्दैछ दाउदले न्याय दिँदैन, गलत प्रकारले अँगाल्दैछ, गलत झुटो चुम्बन गर्दैछ, म दिन्छु न्याय। अनि दाउदले आएर भन्छ, पछि आएर भन्छ बाबा मैले यो भाकल गरेको थिएँ, तपाईँले मलाई फर्काउनु भने हेब्रोनमा गएर म के गर्छु, परमेश्वरलाई आराधना गर्छु। कति इनोसेन्ट दाउदले जा भन्छ। अब्सलोमले हेब्रोनबाट बाउको विरुद्ध खडा हुन्छ। के भयो मेरो प्रिय? तिक्तताले नि, अफेन्सले चाहिँ नि, बिटरनेसले चाहिँ नि अफेन्स ल्याउँछ। तिक्तताले चाहिँ नि अफेन्स ल्याउँछ। अफेन्सले अनफर्गिभनेस ल्याउँछ। अनफर्गिभनेसले चाहिँ रिभेन्ज ल्याउँछ। अनि त्यो रिभेन्जले चाहिँ लास्टमा ऊ होइन तर आफै डिस्ट्रक्सन हुन्छ। के भयो? अब्सलोम मरेन आफै। त्यसै कारणले गर्दा मैले भन्दै थिएँ कतिजना शरीरमा स्वास्थ्य हुन्छ तर हृदयमा चाहिँ आफ्नो भाइप्रति चाहिँ डाहा बोकिरहेको हुन्छ। मैले यहाँसम्म सिकेको नि म तपाईँलाई भन्दैछु। दादा आइबस्नुहुन्छ। दुबई एक्सपेन्सिभ सहर छ, म यहाँबाट भन्छु। हामीले कहीँबाट पनि 1 दिरम पनि पैसा आजसम्म लिएको छैन, कसैले 1 दिरमको लागि लेटर लेखेको छैनौँ। परमेश्वरले सस्टेन गरिरहनु भएको छ। म याद गर्छु आजभन्दा 1 वर्ष अगाडिको जर्नी र अहिले हेर्छु, मैले एउटै प्रिन्सिपल पाएको छु, सिद्धान्त। मेरो साथी, मेरो दाजुको सफलतामा आनन्द मनाउनु सिक्नु थालेको छ। जब त्यो तपाईँको दाजु, तपाईँको भाइहरू सफल हुँदै जान्छ नि, उनीहरूसँग तपाईँ आनन्द मनाउनु थाल्नुहोस्। पछाडिबाट आइबी नलगाउनुहोस्, CBI नलगाउनुहोस्, के गरेर स्पोन्सर पो पायो क्या होइन, कोष त सबै गोजीमा हाल्यो क्या, त्यो तपाईँ नि मेरो काम होइन। हरेक क्षेत्रमा तपाईँ नि म निको हुनु आवश्यकता छ मेरो प्रिय। अनि तपाईँ अनि म निको भएको परमेश्वर देख्नु चाहनुहुन्छ। यो परमेश्वरको इच्छा हो। मैले प्रार्थना गर्छु, म घोषणा गर्छु, बाइबल चाहिँ परमेश्वरको वचन चाहिँ मुखले बोलेर घोषणा गर्नुपर्छ, मानिलिनु मात्र होइन। अनि विश्वासमा अडिरहनु पर्छ। परमेश्वरले दिनुभएको अधिकारलाई प्राप्त गर्ने अनि त्यो अधिकार सहित परमेश्वरको वचनलाई बोल्ने। चङ्गाई चाहिँ अघि दादाले भने जस्तै उहाँको हातमा छैन। चङ्गाई चाहिँ कुनै शक्तिशाली व्यक्तिको हातमा छैन। बाइबलले भन्छ चङ्गाई चाहिँ उहाँको वचनमा छ। आज मानिसहरू एउटा कन्फरेन्सदेखि अर्को कन्फरेन्स जान्छ, चङ्गाई खोज्नु तर पाउँदैन अनि थाक्छ। किनकि उनीहरूको ध्यान चाहिँ व्यक्तिमा नभएर वस्तुमा छ नि त। व्यक्ति येशू, हाम्रो ध्यान जब व्यक्तिमा लगाउँछ नि हाम्रो विश्वासको जग डगमगाउँदैन। आज किन एउटा व्यक्तिको विश्वासको जग डगमगाउँदैछ? किनकि उसले आफ्नो विश्वासको जग चाहिँ येशूमाथि बसालेन, तर उसले विश्वासको जग चाहिँ कन्फरेन्स व्यक्तिमा बसाल्यो। अनि हुँदैन, अनि ऊ ढगमगायो, अनि फेरि पुरानो जिन्दगी। शैतानको काम हो तपाईँलाई झुक्काउनु, सकिन, भएन त, फास्टिङ बसिँदैन, हुँदैन।
सब नाटक छोडिदिए, पहिलाकै ठाउँमा फर्के। शैतानले अदनको बगैँचामा झुक्कायो मेरो प्रिय। परमेश्वर आफैले आएर आदमलाई भन्दैछ, आदम र हावालाई, यो फल नखा, खाइस् भने मर्छस्, यो वस्तु नखा, खाइस् भने मर्छस्। व्यक्तिले भन्दैछ परमेश्वरले। अनि शैतानले आएर फेरि के भन्दैछ, यो वस्तु खाइस् भने मात्रै परमेश्वर जस्तो हुन्छस्। हावाले व्यक्तिको कुरा सुनेन, येशूको कुरा सुनेन, तर त्यो वस्तुलाई खाँदाखेरि के भयो, अनन्ततादेखि अलग भयो। मेरो म एउटा प्रश्न गर्छु तपाईलाई, के हामी परमेश्वरलाई सीमित तुल्याउन सक्छौँ? धेरैले यसको एन्सर दिन्छ सक्दैनौँ भन्छौँ, तर निर्णय निश्चय नै हामी परमेश्वरलाई सीमित तुल्याउँछौँ, किनकि परमेश्वरले हामीलाई सो इच्छा दिनुभएको छ। इजरायलीहरूलाई परमेश्वरले कनानमा पुर्याउनुको निम्ति नै मिश्राको त्यो गोसेनबाट निकाल्नु भएको होइन र? के बिचल्ली पार्नुलाई निकाल्नु भएको? उजाड स्थानमा तमासा देखाउनुको लागि अन्य जातिहरूको माझमा हाँसोको पात्र बनाउनु निकाल्नु भएको? निश्चय नै कनानमा युवेसी, एमोरी, हिफीहरूसँग त्यो बिचमा अधिकार गर्नुको निम्ति निकाल्नु भएको। त किन उनीहरू कनानमा गएर उनीहरूले अधिकार गर्न सकेन? के परमेश्वर असक्षम भएर हो? होइन, तर उनीहरूको अविश्वासले परमेश्वरको कार्यलाई असक्षम बनायो। तपाईसँगै नहुनु चाहिँ परमेश्वर असक्षम भएर होइन, तर तपाईसँगै नहुनु, तपाईँ विश्वासमा तपाईँ सँगै नहुनु र तपाईँ विषयमा नहिँड्नु चाहिँ नि परमेश्वरको वचनको प्रतिज्ञामा खडा नहुनुको कारणले गर्दै गर्दा मेरो प्रिय। अनि धेरैपल्ट लाग्छ कि मैले प्रार्थना गरेँ त भएन त, वचन बोले भएन त। अनि मानिसको यति साह्रो विश्वास यस्तो कमजोर छ कि मेरो प्रिय, तपाईँलाई जब ज्वरो आउँछ नि, तपाईँलाई जब ज्वरो आउँछ नि मेरो प्रिय, तपाईँले 100 जनालाई व्हाट्सएपमा पठाउनुहुन्न मेरो ज्वरो, मलाई ज्वरो आएको छ प्रार्थना गरिदिनु भनेर। कसैले पठाउँछ? पठाउँछ? पठाउँदैन। तपाईँ आफै कडाउनुहुन्छ ज्वरो त यीशुको नाममा निको भइहाल्छ भनेर। तर त्यही व्यक्तिलाई क्यान्सर होस् त 500 जनालाई व्हाट्सएप मेसेज पठाउँछ, किनकि उसलाई चाहिँ के लाग्छ नि, त्यो क्यान्सर हो, क्यान्सर निको हुनु चाहिँ 500 जनाको प्रार्थनाको आवश्यकता छ। अनि उनीहरूले परमेश्वरले यस्तो बनाइदिन्छ कि ज्वरो त परमेश्वरले एकैतालमा निको गरिदिनुहुन्छ, क्यान्सर निको गर्नु त परमेश्वरलाई पनि धेरैको प्रार्थनाको आवश्यकता छ। परमेश्वरको नजरमा क्यान्सर पनि ज्वरो जस्तै हो वास्तवमा। तर हाम्रो अविश्वासले, एउटा व्यक्तिको यस्तोमा पिम्पल अवस्था, अनि त्यो पिम्पल्सलाई जसले के देख्छ भने क्यान्सर देख्न थाल्छ। अनि अर्कोले पनि आएर अविश्वासको भाषा बोल्छ, अबे थाहा छ शर्मिला बहिनी थियो नि, शर्मिला 3 वर्ष अगाडि मरेको, यस्तै पिम्पल यस्तै भएको कारणले गर्दा मरेको है। अनि उसले पनि डर पसेछ, सैतानले जहिले डरले एट्याक गर्छ। अनि उसले पिम्पललाई जहिले क्यान्सर देख्न थाल्छ, अनि क्यान्सरले मर्छ। अनि एउटा विश्वासी आउँछ, प्रार्थना गरिदिनु नि, ढाड दुखिरहेको छ, 1 महिना भयो, दिदी म विश्वास आउनुहोस्, हामी विश्वासमा खडा भएर अधिकार लिएर प्रार्थना गरौँ, तपाईँ निको हुन्छ ल? दिदीले भन्छ म निको हुन्छु। यस अनि आमेनमा खडा हुन्छ कि नि, यीशु ख्रीष्टले खानुभयो, प्रार्थना गर्नु दिदी, यीशु ख्रीष्टले खानुभएको कोर्राको चोटले दिदी तपाईँ निको भएको छ, आमेन। दिदीले भन्छ आमेन, म निको भयो, वा निको हुनुभयो। तपाईँको शरीरमा दुखिरहेको होला नि त। विश्वासको भाषा बोल्ने र विश्वासमा हिँड्ने मानिसलाई चाहिँ संसारको कार्नल मानिसले चाहिँ पागलै भन्छ कि। अनि म विश्वास सिकाउँदैछु त्यो दिदीलाई, दिदी तपाईँको ढाड दुख्दैछ, तर तपाईँले भन्नुपर्छ म निको भएको छ। त्यो ढाँटेको होइन, त्यो विश्वासमा बोलेको। दिदी तपाईँ निको हुनुभयो? दिदीले पनि विश्वासमा मसँग आमा मिलाउँछ, यस भाइ म निको भयो, ओके हालेलुया। फोन आउँछ, ए पल्लो घरको बहिनीले फोन गरेछ, हेलो कस्तो छ दिदी? के गर्नु, ढाड दुखिरहेको छ, प्रार्थना गर्न आएको थिएँ। बुझ्नुभयो कन्टेक्स्ट? अहिले भर्खर निको भयो भने फोन आउने बित्तिकै ढाड दुखिरहेको छ अरे। मिल्यो भन्नुहोस् त? विश्वासमा खडा रहनुपर्छ। बाइबलले भन्छ विश्वासदेखि विश्वाससम्म बढ्दै जाने हो। हालेलुया। परमेश्वरले जेनेरेसन अफ फेथ खडा गर्न चाहनुहुन्छ, विश्वासको महारथी, विश्वासको पुस्ता खडा गर्न चाहनुहुन्छ, किनकि बाइबलले भन्छ अन्तिममा के विश्वास भेटौला भनेको छ। बाइबलले भन्छ परमेश्वरलाई प्रसन्नता विश्वासद्वारा मात्रै गर्न सक्छ भनेको छ। हालेलुया।
तपाईँ जब विश्वासमा हिँड्नुहुन्छ नि, तपाईँले कति पाप गर्नुभयो अघि, तपाईँ कस्तो जीवन जिउनु भयो अघि, त्यो कुरा मतलब हुँदैन। जब राहाब व्यभिचारिणी थियो, बेश्या थियो भन्छ बाइबल, हार्लेट, सी वाज हार्लेट। अनि राहाब चाहिँ व्यवस्थाको स्त्री पनि थिएन, इजरायली पनि थिएन। जब दुईजना भेद लिने जब कनानमा प्रवेश गर्यो, यो तरेर राहाबले विश्वास मात्रै गर्यो। हालेलुया। आजको विश्वासीहरूले नि जबसम्म म देख्दिनँ म विश्वास गर्दिनँ, पहिला देखाउने विश्वास गर्छु। राहाब अन्य जाति स्त्री, व्यभिचारिणी, व्यवस्थादेखि बाहिर, प्रतिज्ञादेखि बाहिर। राहाबले उजाड स्थानमा मन्ना झरेको देखेन, राहाबले लुगा नफाटेको देखेन, राहाबले गोसेनमा 10वटा विपत्तिले मिश्रलाई मार्दै गर्दा गोसेनमा भएको इजरायलीहरू सुरक्षित भएको देखेन, तर सुन्यो। अनि राहाबले भन्छ, हामीले सुनेको छौँ, मैले सुनेको छु कि तपाईँहरूको परमेश्वरले कसरी लाल समुद्रलाई 2 भाग गर्नुभयो। त्यही कारणले गर्दा बाइबलले भन्छ विश्वास सुनाइबाट आउँछ, विश्वास देखाइबाट होइन। त्यही कारणले गर्दा बाइबलले भन्छ वी डोन्ट वक बाई साइट बट वी वक बाई फेथ। तपाईँ कस्तो ब्याकग्राउन्ड गर्नुहुन्छ, कति पढ्नु भएको छ, कति दशांश हाल्नुहुँदैछ, कति उपवास बस्दैछ, कति तोरा पढ्नु हुँदैछ, इट डजन्ट म्याटर। तपाईँमा विश्वास छ कि छैन। ती व्यक्तिले भने जब हामी आउँछौँ रातो डोरी खसाउनु अनि हामी तपाईँलाई बाँच्छौँ। उसको विश्वास यस्तो थियो कि मेरो प्रिय, उसले आफू मात्रै बाँच्ने उसले नि त्यहाँनिर इजरायलीहरूलाई भनेन, तर उसले भने नि तपाईँले मलाई अनि मेरो घरलाई पनि तपाईँले केही नगर्नुहोस्। एउटा विश्वासमा जिउने व्यक्तिको जीवनमा दया हुन्छ। हामी विश्वास त छ भन्छौँ, तर छेउको साथीहरू मरेको देख्दैनौँ, छेउको साथीको लागि खडा हुँदैनौँ। तर राहाब आफ्नो जातिको लागि खडा भयो। राहाबले त्यो डोरी चाहिँ नि झार्यो जब इजरायलीले आक्रमण गर्दै गर्दा। त्यो डोरी येशू ख्रीष्टको रगतको प्रतीक हो। त्यो डोरीलाई उसले आफूलाई बाँच्नको निम्ति मात्र उसले प्रयोग गरेन, त्यो डोरीलाई यस्तो बन्धन बनायो जुन बन्धन चाहिँ येशूसँग बाँधेर अनन्तसम्म येशूसँगै रह्यो। अनि राहाबलाई यति साह्रो परमेश्वरले फेभर गर्नुभयो, कृपा गर्नुभयो। अन्य जाति राहाबलाई परमेश्वरले यति साह्रो कृपा गर्नुभयो। बाइबलले भन्छ राजकुमार सलमनसँग विवाह भयो अनि सलमन राहाबबाट एउटा छोरा जन्मियो जसको नाम बोआज थियो। अनि बोआजबाट त्यो छोरा जन्मियो, इसाई जन्मियो, इसाईबाट को जन्मियो? दाउद जन्मियो। जब हामी येशू ख्रीष्टको वंशावलीमा हेर्छौँ भने राहाबको कुरा पाउँछ। जब विश्वासको नायकी हिब्रूको पुस्तकमा पाउँछौँ नि, एउटा मात्र स्त्रीको नाम पाउँछ, त्यो चाहिँ राहाबको। जब तपाईँ विश्वासमा खडा हुन्छ नि सबै कुरो झुक्नु थाल्छ मेरो प्रिय। विश्वासमा खडा हुनु सिक्नुपर्छ तपाईँ अनि म। अनि मैले भनिहालेँ विश्वास चाहिँ नि तपाईँको शरीरले फिल नगर्दै गर्दा पनि म विश्वास गर्छु। एडिक्ट हुनुपर्छ फेथमा। दादा यहाँ ड्रग खाएको हुनुहुन्थ्यो पहिला, कतिजना छ होइन? मैले त खाइनँ ड्रग, तर म सुन्छु रक्सी खाने मान्छेहरू लड भएपछि नालीमा नै 5 स्टारको आनन्द मनाउँछ। त्यसरी नै विश्वासमा मातेको मानिसहरू परिस्थितिमा नि परमेश्वर तपाईँलाई धन्यवाद, तपाईँले सँगाइदिएको भन्छ। जबसम्म फिल हुँदैन म निकोको त म घोषणै गर्दिनँ। तपाईँले आजदेखि भन्नु थाल्नुहोस् म निको भएको छु, म स्वस्थ व्यक्ति हो। परमेश्वरले तपाईँलाई यो पृथ्वीमा पठाउँदै गर्दा स्वास्थ्य अङ्गसँग पठाउनु, सबै अर्गेनहरूसँग। र परमेश्वरको घरमा जाँदै गर्दा पनि स्वास्थ्य भएर जानुहोस्। मैले 41 इयर्स पुग्दैछु, मैले एकपल्ट पनि मेरो शरीर चेक गराएको छुइनँ। अघि दादाले पनि टेस्टमनी भन्दै थियो। अनि म गराउँदिनँ पनि, यो मेरो विश्वास हो। सो तपाईँले गराउनु हुँदैछ भने तपाईँले अविश्वासी भनेको नै। फेरि कोही व्यक्ति आएर मलाई भन्छ नि, पास्टर बा 1 हप्ता भयो पेट दुख्दैछ, तपाईँले विश्वासको बारेमा त प्रचार गरिरहनु भएको छ, तर मलाई एकपल्ट डक्टरले पनि देखाउँ कि जस्तो लागेको छ, के गरौँ भन्दाखेरि त्यो व्यक्तिले के भन्छ थाहा छ? अहिले नै गइहाल्नुहोस् डक्टरकोमा भनिदिन्छु म, अहिले नै गइहाल्नुहोस् भनिदिन्छु म। किनकि उसले डक्टर पो देखाउँ कि विश्वास पो प्रार्थना गरौँ भन्दैछ, दोधार छ नि त।
त्यस कारणले गर्दा त्यसलाई होइन 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 डक्टरकोमा जाऊ प्रार्थना गर भन्छ नि, ऊ मर्छ। अनि एक दिन आएर के भन्छ नि त्यो पास्टरले बिमारी थियो डक्टरकोमा जान्छु भन्दा पनि प्रार्थना गरेर निको हुन्छ, अनि मऱ्यो, बदनाम भयो। अनि यसको बिलिभ हो डक्टरद्वारा निको हुन्छ भने पनि जाऊ न त, डक्टरको दबाईद्वारा निको हो। तर डक्टर पनि जाँदैछ, यता पनि प्रार्थना गर्दैछ। न एउटा विश्वासमा खडा हुनुहोस्। परमेश्वरलाई धन्यवाद होस्, डक्टरहरू दिनुभएको छ होइन। लुकाको पुस्तकमा पाउँछ त्यो सामरीले पौवामा लगेको छ, त्यहाँनिर हस्पिटलको कुरा गरेको छ, दबाईको कुरा गरेको छ, औषधिको कुरा गरेको छ। तर तपाईँको विश्वास चाहिँ पर्सिस्टेन्स हुनु पर्यो नि त, स्टेट फास्ट हुनु पर्यो नि त, स्थिर हुनु पर्यो नि त एउटा कुरामा। विश्वास डगमगाउनु भएन नि त, पर्सिस्टेन्स फेथमा लाग्नु पर्यो नि त, लागिरहनु पर्यो नि त, कन्स्टेन्ट हुनु पर्यो नि त, दोधार हुनु हुँदैन। पत्रुस जस्तो दोधार हुँदै गर्दाखेरि नि ऊ डुब्यो भन्छ, उसले छाललाई हेर्दाखेरि डुब्यो। अगाडि येशू कहाँ हो, येशूले भन्नु तपाईँ भन्नुहुन्छ नि म आउँछु भन्यो, येशूले भन्नुभयो आऊ भन्यो। त्यतिखेर पत्रुसले चाहिँ येशूको वचनमाथि हिँड्यो। जब ऊ येशूको वचनमा हिँड्दै थियो नि, समुद्र पनि नि पुरै 12 इन्चको कार्पेटिङ भएको थियो। तर जब परिस्थितिले हेऱ्यो नि पानी समुद्र भयो, डुब्यो। परमेश्वरको वचनलाई विश्वास गर्नुहोस्, ग्रहण गर्नुहोस्, परमेश्वरले दिएको अधिकारमा हिँड्नुहोस्, सफलता तपाईँ नि मेरो अगाडि आउँछ। यसको निम्ति बाइबलले भन्छ यदि तिमीमा शङ्का गरेनौ र विश्वास गरेन यो पहाड हटा भन्यो भने हट्छ भनेको छ। आमेन। जस्तै हामीले पाल्जर स्टेडियममा सुन्दै थियौँ, पहाड सायद तपाईँ नि मेरो समस्या होला, परिस्थिति होला, किनकि शैतानले नि यतिखेर तपाईँ नि मलाई विश्वासी मानिसहरूलाई मारिरहेको छ, बिमारहरू हालिदिएर। तर आज चङ्गाई मानिसहरू निको हुनुपर्छ। परमेश्वरको शक्ति त जहिले पनि बगिरहेको छैन। येशू ख्रीष्टको शक्ति जब येशू ख्रीष्ट मर्कुसको पुस्तक 5 अध्यायमा जाँदै गर्दाखेरि शक्ति बगिरहेको थियो। तर त्यहाँ किन एउटै मात्र स्त्री निको भयो? 12 वर्षदेखि रगत बग्ने स्त्री किन एउटै मात्र निको भयो? किन अरू निको भएन? भिडमा किन त्यो स्त्री मात्र निको भइन्? किनकि त्यो स्त्रीले विश्वास गरेकी थिइन्। आमेन। बाइबलले भन्छ 12 वर्षदेखि त्यो स्त्री चाहिँ अक्षेत थियो, वैद्यलाई देखाएर पैसा सकिएको थियो। अनि तपाईँलाई थाहा छ रगत बग्ने बिमार चाहिँ व्यवस्था अनुसार चाहिँ ऊ अशुद्ध, ऊ समाजदेखि टाढो हुन्थ्यो। सोसियल्ली स्पिरिचुअल्ली उसले मन्दिर जानु पाउँदैन थियो, भेटी चढाउनु पाउँदैन थियो। इमोसनल्ली आमा आफ्नो छोरा छोरीदेखि टाढो थियो होला। स्पिरिचुअल्ली ऊ मन्दिर गएर आराधना गर्नु पाउँदैन थियो। सोसियल्ली आफ्नो समाजमा बस्नु पाउँदैन थियो, ढुङ्गाले भेट्ने डर हुन्थ्यो। मेन्टल्ली ऊ डिस्टर्ब भइसकेको थियो। फिजिकल्ली 12 वर्षदेखि ऊ रगत बगेको कारणले कमजोर भइसकेको थियो। तर तपाईँ पढ्नुहोस् मर्कुसको पुस्तक 5 अध्यायको 24मा येशू ख्रीष्ट जब याइरको छोरीलाई बचाउनु जाँदै गर्दाखेरि बाइबलले भन्छ त्यो स्त्रीले येशूको बारेमा सुनेको थियो भनेको छ। आमेन। सी हर्ड अबाउट जीसस, सी हर्ड गस्पल, उसले वचन सुनेको थियो भनेको छ। अनि त्यो सुनेको कारणले गर्दा उसमा विश्वास उत्पन्न भयो। मेरो प्रिय मेरो प्रिय आश्चर्यकरमा देखेर मात्र विश्वास गर्छु भन्ने हो भने नि तपाईँको जीवनमा कहिले पनि सँगै आउँदैन, हिलिङ आउँदैन। नदेखिकन विश्वास गर्नुपर्छ। अनि त्यो स्त्रीले भन्छ जब येशूको बारेमा सुन्यो, द प्यासन ट्रान्सलेसनले भन्छ सी केप्ट सेइङ हरसेल्फ भनेको छ। उसले आफैलाई भनिरहन् भनेको छ यदि मैले येशू ख्रीष्टको वस्त्रको टुप्पो छुएँ भने म निको हुन्छु, यदि मैले येशू ख्रीष्टको वस्त्रको टुप्पो छुएँ भने निको हुन्छु। सी केप्ट सेइङ हरसेल्फ। आज के छ थाहा छ विश्वासीहरू, एउटा सानो बिमार अवस्था 1000 जनालाई भन्दै हिँड्छ, गुप्त कोठामा गएर प्रार्थना चाहिँ गर्दैन, अधिकार बोल्दैन आफ्नो शरीरमा। म येशूको रगतले निको भएको छु, येशूको नाममा निको भएको छु, येशूको वचनद्वारा निको भएको छु भन्दैन। सिम्पाती खोज्दै हिँड्छ। बिचारा म कसले मलाई माया गरिदिने, 1 वर्ष भयो बुढाले पनि पैसा पठाउनु छोड्यो, बिमार छु। उनीहरूको तपाईँले सिम्पाती खोज्दै जानुहुन्छ नि उनीहरूले एक दिन बिचारा भन्छ, त्यो बिचाराले तपाईँको जीवन परिवर्तन हुनेवाला छैन। जीवन परिवर्तन चाहिँ उहाँको वचनले मात्रै हुन्छ। यो स्त्रीले 12 वर्ष सिम्पाती खोज्दै हुने, किनकि यो स्त्रीले येशूको वचन सुनेको थिएन। मण्डली आज तपाईँ र मैले त वचन सुन्दैछौँ होइन र? त्यही कारणले गर्दा जसरी यो स्त्रीले आफैलाई भनिन् यदि म येशूको वस्त्र छुएँ भने निको हुन्छु,
त्यो स्त्रीले सी वाज नट एटेन्सन सिकर। कसैले भनिदिएन हो यसो म कहाँ आएर हात लगाइदिन्छ। आज धेरैले सँगै किन पाउँदैन थाहा छ? घमण्ड छ नि त होइन। मलाई त सिल्भानास दादाले 2 घन्टा समय दिनै पर्छ। म त के भन्छु त्यस्तो भन्दै आउँदैछ, नदिनुहोस्। कसैले मलाई फोन गर्छ है, म बिजी हुन्छु, पास्टर बाबु तपाईँलाई भेटेर प्रार्थना लिनु प्रार्थना लिउँ भनेको भन्छ। अनि म बिजी हुन्छु। म भन्छु भाइ अथवा दाजु म बिजी छु। मैले धेरैलाई भनेको छु म बिजी छु, मण्डलीको एल्डर छ, एसोसिएट पास्टर, उसलाई पठाउनु। नो पास्टर बाबु तपाईँबाट लिन्छु। त्यो व्यक्तिले त म जिन्दगीमा व्हाट्सएपको रिप्लाई गर्दिनँ। किनभने उसले त्यो अनुग्रहलाई, त्यो एनोइन्टिङलाई आदर गरेन नि, त्यो व्यक्तिलाई आदर गरेन, कसरी मलाई आदर गर्छ त? यो चाहिँ प्रिन्सिपल हामीले सिक्नुपर्छ। किनकि उसको ध्यान त वस्तुमा भयो नि त होइन। त्यो त नाकान जस्तो के अरे नामान कोरी जस्तो भयो नि त। के मेरो देशमा थिएन र खोलाहरू? म यहीँ आएर डुब्नु पर्ने? घमण्डले कहिले छुटकारा आउँदैन, घमण्डले कहिले डेलिभरेन्स आउँदैन। म त ठुलो एजुकेसन मिनिस्टर हो नि त, म त ठुलो के अरे अफिसमा काम गर्छु नि त। सिल्भानास तामाङलाई कल गर, तपाईँ अनि मेरो घमण्डले कहिले पनि परमेश्वरको आश्चर्य घरमा घट्दैन। नम्रताले आश्चर्य घरमा घट्छ। लुकाको पुस्तक आई थिङ्क 5 अध्यायमा त्यो कप्तानले भन्यो तपाईँ जानु पर्दैन, तपाईँले वचन मात्रै बोलिदिनुहोस् पुग्छ। कति हम्बल। किनकि त्यो व्यक्तिले, कप्तानले त्यो अधिकारलाई बुझेको थियो। किनकि म पनि एउटा औदामा बस्छु, मैले मेरो तलकोलाई जा भन्दा जान्छ, आइज भन्दा आउँछ। तपाईँ पनि त्यो अधिकारमा हुनुहुन्छ, तपाईँले भनिदिनुहोस्। अनि यसैले भन्नुहुन्छ यस्तो विश्वास त मैले इजरायलमा पनि देखिनँ। बाइबलले भन्छ नम्रहरूले अधिकार गर्छ। म यति बेला चङ्गाइको मात्रै कुरा गरिरहेको छुइनँ। तपाईँको जीवनमा फाइनेन्सियल ब्रेक थ्रु, कतिजना यति बेला घटी कमीमा जिरहेको होला मेरो प्रिय। तपाईँले आफूलाई नम्र नबनाएको कारणले गर्दा, तपाईँ आफै धन्यवादी नभएको कारणले गर्दा, सानो कुरामा धन्यवादी नभएको कारणले गर्दा, आफ्नो बारीलाई पानी लगाएर हरियो बनाउनु सक्दैन, अर्काको बारीमा भएको हरियोलाई देखेर डाहा गर्छ। आफ्नो बारीमा पानी लगाएर हरियो बनाउन होइन, अर्काको चासो गर्दै हुन्छ। नम्र बनाउने हो हामीले। नम्रले पृथ्वी अधिकार गर्छ भनेको छ, घमण्डले होइन। अनि नम्र भन्ने बित्तिकै सफा हुँदा हुँदै भुइँमा बस्नु नम्र होइन। आज धेरैले विशेष गरी नेपालीहरूले त्यो सोच्छ कि कति नम्र छ, बोल्दै पनि बोल्दैन, त्यो सबैभन्दा घमण्डी हो। खास गरी सरी कसैले व्यक्तिगत कति देखेको छ। त्यसो भने त सिल्भाना दादा माक्क घमण्डी हो नि त। ठुलो स्वरले बोल्यो भने घमण्डी एरोगेन्ट अरे। हालेलुया। हामी अलिक जानु सक्छौँ। त्यो स्त्रीले भने यदि मैले येशूको वस्त्र छुए निको हुन्छ। उसले एटेन्सन खोजेन, तर कसैले थाहा नहुने गरेर छुयो। शक्ति त अघिदेखि बगिरहेको थियो, तर एकजना व्यक्तिकोमा त्यो शक्ति टक्कै पुगेर अड्क्यो। अनि यसोले भन्छ कसैले त मलाई छुयो, किन शक्ति बग्यो। हालेलुया। हरेक दिन जोसुवा हिमालयको हलमा परमेश्वरको चङ्गाई गर्ने शक्ति बगिरहेको छ। तर त्यो व्यक्तिले मात्रै चङ्गाई लिएर जान्छ जो चाहिँ विश्वासमा खडा भएको छ। मेरो बिहा सबैजना जाँदैन, सबैजना जाँदैन। त्यो व्यक्ति मात्रै जान्छ जो विश्वासमा खडा भएको छ, जसले आफूलाई भनेको छ, अरूलाई भनेको छैन। किनकि यो स्त्रीले चाहिँ येशूको वचन सुनेको थियो भनेको छ। समस्याभन्दा माथि नै हिजो उसले समस्यालाई माथि राखेको थियो, किनकि हिजो उसले वचन देखेको थिएन नि त, वचन बुझेको थिएन। वचनमा जिउने मानिसहरू समस्याभन्दा माथि खडा हुन्छ। आमेन। वचनलाई सुन्ने व्यक्तिहरू, वचन आफ्नो हृदयमा राख्ने व्यक्तिहरू नि जहिले समस्यालाई तल देख्छ। समस्या चाहिँ माउन्टेन हो, माउन्टेनलाई तल देख्छ। अघि मैले कालेबको बारेमा भन्दै थिएँ। गन्तीको के अरे यहोशूको पुस्तक 14 अध्यायमा भन्छ कालेबमा चाहिँ भिन्न आत्मा थियो भन्छ। आमेन। त्यो 10 जनाले तथ्य लिएर आउँदै थियो, तर 2 जनाले चाहिँ सत्य लिएर आउँदै थियो, किनकि 2 जनामा चाहिँ भिन्दै आत्मा थियो। स्पिरिट अफ फेथ, विश्वासको आत्मा थियो। आमेन। विश्वासको आत्मा भएकोहरूले वातावरणलाई चेन्ज गर्छ, एटमोस्फियरलाई चेन्ज गर्छ, स्वर्गलाई तल पृथ्वीमा ल्याउँछ। मेरो प्रिय, त्यही कारणले गर्दा यहोशूको पुस्तकले भन्छ
कि कालेबमा चाहिँ भिन्दै आत्मा थियो। के आत्मा थियो भन्दा नि सबैभन्दा एउटा चाहिँ कालेबले दिलोज्यानले परमेश्वरलाई पछ्याउँथे भनेको छ। अनि मजाको कुरा चाहिँ त्यही 10जनाले चाहिँ त्यो मानिसहरूलाई दैत्य देखिरहेको थियो, हुन त दैत्य नै हो, तर त्यही कालेबले चाहिँ के भन्दैछ, होइन हामी आजै जाउँ, तिनीहरू हाम्रो निम्ति भोलिको निम्ति ब्रेकफास्ट हो भनेको छ। कसरी बोल्नु सक्यो? विश्वासले। हालेलुया, हालेलुया। मेरो गोजीमा पैसा छैन, मैले फी बुझाउनुपर्छ मेरो नानीको भोलि, तर म विश्वास गर्छु परमेश्वरले जुटाइसक्नु भएको छ। एभ्रिडे मिराकल देख्नु साह्रै मजा आउँछ कि। अनि परमेश्वरले एभ्रिडे इजरायलीहरूलाई मिराकल देखाउन चाहनुहुन्थ्यो। उनीहरूलाई मिराकलमा जिउन सिकाउँदै हुनुहुन्थ्यो कि हरेक दिनको लागि मात्रै मन नजुटाइदिन्थ्यो। अनि हामी पनि एभ्रिडे दुबईमा मिराकल देख्दैछौँ। टेस्टमनीको त अनगन्ती छ, लाइन छ माथिदेखि तल है। अहिले टेस्टमनी भन्नु थाल्यो भने त सबैको टेस्टमनी छ, रात बित्छ होइन। किनकि यहोशू र कालेबमा भिन्दै आत्मा थियो भनेको छ। त्यही 10जनाले चाहिँ दैत्यहरू देख्यो, समस्यालाई पहाड देख्यो। त्यही कालेबले चाहिँ त्यो पहाडलाई चाहिँ भुसुन देख्यो। किन? जब तपाईँले यहोशूको पुस्तकमा हेर्नुहुन्छ भने नि, यहोशूको 14 गएर तपाईँले पढ्नुहोस्। यहोशू चाहिँ कालेब चाहिँ यहोशूकोमा गएर भन्छ, यहोशू तपाईँलाई थाहा छ जब तपाईँ अनि हामी यो ठाउँमा भेट लिन आएको थियो, त्यतिखेर मोसाले परमप्रभुको मानिस मोसाले भनेको थियो, तिमी जुन ठाउँमा टेक्छौ त्यो ठाउँमा तिमीलाई दिन्छु भनेको थियो। हेर्नुहोस्, त्यतिखेर म 40 वर्षको थिएँ, अहिले म 50, अहिले त्यो भयो, त्यो भनेको 45 वर्ष भयो, यानि कि म अहिले 85 वर्ष पुगेँ। मोसाले भनेको थियो तपाईँले टेकेको भूमि म दिन्छु तिमीलाई भनेको थियो। यहोशूलाई भन्दैछ अब त्यो भूमि मलाई दिनुहोस् भन्दैछ। कालेबले त्यो भूमि माग्दैछ। अनि यसमा एड पनि गर्दैछ। कालेबले के भन्दैछ भने नि 45 वर्ष अगाडि युद्ध गर्ने शक्ति बल जति थियो, अहिले 85 वर्षको उमेरमा पनि त्यति नै बल युद्ध गर्ने शक्ति ममा छ। गिभ मी दिस माउन्टेन। हालेलुया। यो बिमारीमाथि म अधिकार गर्नेछु, यो क्यान्सरमाथि म अधिकार गर्नेछु। क्यान्सरले मलाई विश्राम बस्नु दिएको छैन। विश्राम परमेश्वरले तपाईँले मलाई दिनुभएको, किनकि बाइबलले भन्छ परमेश्वर विश्रामको परमेश्वर हुनुहुन्छ। क्यान्सरले मलाई विश्राम गर्नु दिएको छैन, ट्युमरले मलाई विश्राम गर्नु दिएको छैन, फाइनेन्सियल क्राइसिसले मलाई विश्राममा बस्नु दिएको छैन, मेन्टल त्यो बिमारले मलाई विश्राममा बस्नु दिएको छैन। म विश्राममा बस्न चाहन्छु। विश्राममा बस्नुको लागि चाहिँ समस्यालाई टेक्ने हो। अनि यो कालेबले भन्छ मैले टेकेको भूमि मलाई दिनुहोस् भनेको छ। तपाईँलाई थाहा छ कालेबले कुन भूमि टेकेको थियो? हेब्रोन टेकेको थियो। हेब्रोन पहाड टेकेको थियो। अरू 10जनाले चाहिँ नि बेसीबाट दुश्मनलाई हेर्दै गर्दा जायन्ट देख्यो, तर त्यही कालेबले चाहिँ नि माउन्टेनको टुप्पोबाट हेर्दा त्यही जायन्टलाई चाहिँ नि फुच्चे देख्यो। मेरो प्रिय, शिफ्ट युर फोकस। तपाईँको ध्यानलाई शिफ्ट गर्नुहोस् मेरो प्रिय। जब तपाईँ बेसीबाट हेर्नुहुन्छ नि, पिम्पललाई पनि तपाईँले नि क्यान्सर देख्नुहुन्छ। जब तपाईँले बेसीबाट हेर्नुहुन्छ नि, 50 वर्षमा तपाईँले आफूलाई नि एसटिएनएमको रातो तन्नामा डिप्स लगाइरहेको देख्न थाल्नुहुन्छ। तर जब तपाईँ माउन्टेनबाट हेर्नुहुन्छ नि, 100 वर्षमा नि परमेश्वरको महिमा गर्दै गरेको देख्नुहुन्छ। किनकि बाइबलले भन्छ म मर्दिनँ, म जिउनेछु, परमप्रभुको महिमा गर्नेछु। हालेलुया। हाम्रो मृत्यु चाहिँ महिमित मृत्यु हुनुपर्छ। एउटा पनि बिमार रहित हामी स्वर्ग जानुपर्छ। बाइबलले भन्छ हनोक परमेश्वरसँग हिँड्थ्यो, परमेश्वरले उठाउनु भयो। कालेबले, बाइबलले के भन्छ मिठो कुरा यहोशूको छ, त्यो दिनदेखि उता हेब्रोनले लडाइँबाट विश्राम पायो भनेको छ। जब तपाईँ समस्यामाथि खडा भएर परमेश्वरको प्रतिज्ञालाई बोल्न थाल्नुहुन्छ नि, क्यान्सरबाट तपाईँले मैले विश्राम पाउनेछौँ, फाइनेन्सियल क्राइसिसबाट विश्राम पाउनेछौँ मेरो प्रिय। हालेलुया। म अब अन्तिम एउटा कुरा भन्छु, दुईटा कुरा भन्छु। मोसाले नि प्रतिज्ञाको देशलाई देख्यो।
प्रतिज्ञाको देश चाहिँ मोसाले चाहिँ बेसीबाट देखेन। परमेश्वरले बाइबलले भन्छ परमेश्वरले मोसालाई चाहिँ नेबोको पर्वतमा लानुभयो भनेको छ। जब माउन्टेनमा खडा भएर हामी हेर्छौँ नि परमेश्वरको वचन जीवित भएको देख्छौँ, परमेश्वरको वचन पुरा भएको देख्छौँ। आज किन हाम्रो जीवनमा वचन पुरा नभएको जस्तो लाग्छ? किनकि हामी समस्याको बिचबाट हेर्दैछौँ नि त, परिस्थितिबाट हेर्दैछौँ नि त, येशूलाई अन्तिम अप्सन बनाउँदैछौँ नि त। जब समुद्रमा आँधी बेरी आउँदै थियो नि, आन्द्रियास, योना, पत्रुस, याकुब, दे वर एलिट, तिनीहरू एकदम सक्षम थियो, जीवनै समुद्रमा बिताएको थियो। उनीहरूले भने आई नो हाउ टु कन्ट्रोल, आई एम एक्सपर्ट, आई डोन्ट पिएचडी अन द्याट। है गुरुजीलाई डिस्टर्ब नदियो, पत्रुस तिमी यताको ताना, आन्द्रियास पानी फेका। उनीहरूले सबै तरिकाले बोटलाई शान्त गर्ने प्रयास गर्यो, सकेन। आज हामीले त्यसै गर्छौँ, यता जान्छौँ हुँदैन, उता जान्छौँ हुँदैन, सक्दैन। अन्तिममा आएर चाहिँ चर्चमा आएर पास्टर बुवा प्रार्थना गरिदिनुहोस् न, अनि त्यो पनि विश्वासले भन्दैन के, डरले आएर भन्छ। त्यो चेलाहरूले पनि विश्वासले आएर येशूलाई झकझकाएको होइन, येशू हामीलाई बचाउनु। तर बाइबलले मजाले पढ्नु, उनीहरूको भित्र डर थियो भन्छ। डरलाई बोकेर आएर येशूलाई गुरुज्यू गुरुज्यू हामी नष्ट हुन आँट्यो, तपाईँलाई के वास्ता छैन? येशूले भन्नुभयो हे अल्प विश्वासी। आज हामी परमेश्वरलाई त प्रार्थना गर्छौँ नि, विश्वासमा होइन डरमा प्रार्थना गर्छौँ। ला कतै एक्सिडेन्ट पो भइहाल्छ कि, गाडी चलाएर गरिरहेको छ, अगाडि एक्सिडेन्ट भएको छ नि, म पनि एक्सिडेन्ट भएको देख्न थाल्छु, ला मेरो पनि एक्सिडेन्ट भयो। शैतानले चाहिँ जहिले पनि तपाईँलाई नक्सहरू लिएर छल गर्छ मेरो प्रिय। अघि मैले एडीलाई पनि भन्दै थिएँ, उत्पत्तिको पुस्तक 6 अध्यायमा तपाईँले केजीभी भर्जनमा हेर्नुहुन्छ भने नि, पृथ्वीको मानिसहरूको हृदयको विचारको हरेक कल्पनाहरू चाहिँ दुष्ट भयो भनेको छ। इमेजिनेसन चाहिँ, कल्पना शक्ति चाहिँ परमेश्वरको फ्याकल्टी हो। त्यही अब्राहम जो चाहिँ विश्वासमा आफ्नो कुटुम्बलाई छोडेर निस्क्यो, विश्वासको महारथी, वा च्याम्पियन अफ फेथ। 15 अध्यायमा आएर परमप्रभु भन्छ अब्राहम साहसियो, बलियो, तेरो इनाम ठुलो छ। त्यही अब्राहमले भन्छ खै परमेश्वर तपाईँले दिनुभएको के नै पो दिनु भएर भनेको छ। 15 अध्यायको 1 पढ्नुहोस् त, के नै पो नाप्यो र परमेश्वर भनेको के? खास गरी मेरो उत्तराधिकार त सबै दमिश्कसको एलिएजरले गर्ने भयो। यो ठाउँमा आएर अब्राहम हल्लेको छ। बाइबलले भन्छ अब्राहमलाई परमेश्वरले टेन्टबाट निकालेर ल्याउनु भयो भनेको छ बाहिर। परिस्थितिले जब घेर्छ नि, समस्याले परमेश्वरको प्रतिज्ञालाई देख्दैनौँ हामीले, अनि परमेश्वरलाई आवश्यक थियो बाहिर निकाल्नु। बाइबलले जब आकाशतिर हेर भन्छ, दिउँसो आकाश देख्छौँ, राति देख्छौँ, राति कालो मात्रै देख्छौँ होइन। तर म एक्ज्याक्टली भन्नु सक्दिनँ, तर तँलाई हेर्दै गऱ्यो भने जब अब्राहमले बलिदान चढायो, साँझ पऱ्यो, अब्राहम निदायो भनेको छ, त्यसको मतलब सायद त्यो दिउँसो पनि हुनसक्छ। जस्ट एजम्सन है, ठोकेर भनेको होइन फेरि। दिउँसै परमेश्वरले नि अब्राहमलाई तारा गर्नु लगाउनु भयो, तारा देख्नु लगाउनु भयो। त्यसको मतलब के थाहा छ? दिउँसो दो तारा देखिँदैन, त्यसको मतलब तारा छैन होइन नि त? तारा त छ नि त होइन र? तारा त छ नि होइन र? दिउँसो दो तारा देखेन, तर तारा त छ नि त। घाम अस्त जान्छ, तारा आउँदै जान्छ नि त होइन र? दो अहिले तपाईँको 5वटा इन्द्रियले सङ्घलाई महसुस गर्नुभएको छैन, फाइनेन्सियल ब्रेक थ्रुलाई महसुस गरेको छैन, तर यो विश्वास गर्नुहोस् कि परमेश्वरको घरमा तपाईँको लागि चङ्गाई राखिएको छ, ब्रेक थ्रु राखिएको छ। विश्वास गर्नुहोस्। बाइबलले भन्छ अब्राहमले विश्वास गरे भन्छ। तर आज हामी डरसँग कराइरहेको छ। हाम्रो प्रार्थना छ परमेश्वरको अगाडि भिखारी जस्तो, दे दो न। परमेश्वरलाई मन पर्दैन। तपाईँ यहाँ कतिजना आमा बाबा हुनुहुन्छ, मलाई कोही बेला कस्तो दुःख लाग्छ, मेरो छोरीले कोही कोहीलाई है त्यो माग्नेको एक्टिङ गरिदिन्छ सिरियसली है, बाबा प्लिज कति चक्लेट दिनु नि भन्छ। मलाई यस्तो नराम्रो लाग्छ, किन छोरीले भिख मागेको जस्तो गरेको। फ्रिजभरिको चक्लेट त मेरै छोरीको हो नि त, तर मलाई थाहा छ नि त म उसलाई दिनुपर्छ, एक वटा दिन्छु भनेर होइन। सबै दिन त छेरपाटे लाग्छ नि त। प्लिज बाबा दिनु नि भन्। तपाईँको छोराछोरीले तपाईँलाई आएर भिख माग्दैछ भने तपाईँलाई मनपर्छ?
भिख माग, 50 वटी उठबस गर, अनि दिन्छु। कसै बाबाले भन्छ? भन्दैन। तपाईँको नानी जन्मिनुभन्दा अगाडि नै कोक्रो तयार गर्छ। तपाईँको नानी जन्मिनुभन्दा अगाडि डाइपर तयार गर्छ। यु आर सो डिलाइटेड टु सी योर बेबी। जब तपाईँको नानी काखमा हुन्छ तपाईँले श्राप बोल्नुहुन्छ नानीलाई? आफ्नो नानीलाई तपाईँ, बाइबलले भन्छ हामी दुष्ट छौँ, आफ्नो नानीलाई श्राप बोल्दैनौँ, असल कुरा दिनु जान्दछौँ नि स्वर्गमा हुनुहुने परमेश्वरले कति व्रत गरेर दिनु चाहनुहुन्छ तपाईँ नि मलाई? कसरी हो परमेश्वरले क्यान्सर दिनुभयो ताकि क्यान्सरबाट केही सिक? परमेश्वर गुन्डा हुनुहुन्छ? म चाहिँ मान्दिनँ यो थियोलोजीलाई है। त्यो त हिन्दी फिल्मको फादर बाउ जस्तो भयो नि। मैले त्यसलाई त्यो केटासँग बिहा नगर भनेको थिएँ, बिहा गर्ने भयो, गुन्डालाई सुपारी दिन्छ, त्यो मेरो छोरी हो, त्यसलाई किडन्याप गरेर लैजा, मार्नु चाहिँ नमार कि, अलिअलि टर्चर गर, त्यो केटादेखि अलग गर, होइन? आज परमेश्वरलाई पनि त्यस्तै बनाइरहेको छ, मुभीको के अरे भिलेन जस्तो। त्यसलाई सबक सिकाउनुको लागि अलिअलि शैतान टर्चर चाहिँ गर। परमेश्वरले आफ्नो काम गर्नुको लागि शैतानसँग सहमति गर्नुहुन्न। नेभर वर्क टुगेदर विथ सैतान के। शैतान हारिसकेको छ, शैतान हारिसकेको छ। आज जब हामी उहाँको अगाडि गएर भिख माग्छौँ नि परमेश्वर रुनुहुन्छ। परमेश्वरलाई मन दुख्छ मेरो प्रिय। म त आज लामो जानु मन पर्यो दादा। लुकाको पुस्तक 11 अध्यायमा नि, लुकाको पुस्तक 15 अध्यायमा नि, 15 अध्यायको 11 मा हेर्छौ भने जेठा छोरा र कान्छा छोरा छ। कान्छा छोराले बाउलाई आएर भन्दैछ, बाबा मेरो हिस्साको मलाई दिनुहोस् भनेको छ। गिभ मी व्हाट बिलोङ्स टु मी, दिनुहोस् जे मेरो भागमा पर्छ। बाइबलले भनेको छैन कि पञ्चायत बोलायो, यहुदी सिनोगोगमा लग्यो भनेको छैन। बाइबलले भन्छ दियो भनेको छ। अनि बाइबलले भन्दैन कि कान्छा छोरालाई मात्रै दियो, बाइबलले भन्छ जेठा छोरालाई पनि दियो। अनि यहुदीको सन्दर्भमा कन्टेक्स्टमा चाहिँ जेठा छोराले डबल पाउँछ। अनि यहुदीको कन्टेक्स्टमा, यो यहुदीको कन्टेक्स्टमा भन्दैछ, यहुदीको कन्टेक्स्टमा चाहिँ बाबाको इच्छा विरुद्ध जब छोरा ल्याएर आफै माग्छ नि, त्यो चाहिँ ढुङ्गाले हानेर मारिनुपर्छ। तर पनि त्यो कान्छा छोराले आएर बाबालाई भन्दैछ मलाई मेरो भाग दिनुहोस्। अनि तपाईँलाई थाहा छ त्यो बाबा को थियो? 15 अध्यायको परमेश्वर हुनुहुन्थ्यो। यसुले प्रकट गर्दै हुनुहुन्छ। त्यो छोरा चाहिँ को थियो थाहा छ तपाईँ नि म? उसले आफ्नो सम्पत्ति माग्नुको लागि नि बाबालाई होइन मस्का लगाउनु परेको छैन, चिप्ले धस्नु परेको छैन। उसले साहससँग आएको छ। जुन दिन तपाईँ परमेश्वरबाट जन्मिनुहुन्छ नि, तपाईँ उहाँको सन्तान हो। आमेन भन्नुहोस् न। तपाईँ उहाँको छोरा हो, छोरी हो। अनि आएर भन्छ बाबा मलाई दिनुहोस्। बाइबलले भन्छ दियो भनेको छ। ऊ गयो, यसो आराममा उडायो, सबै गरेर उडायो। तर जब सक्यो, सुँगुरको चारो खानु लाग्दाखेरि उसले बाबालाई सम्झ्यो। उसले बाबालाई त सम्झ्यो, तर उसको गलत सम्झाइमा थियो है। उसको ध्यान तब पनि वस्तुमै थियो। बाबाको घरमा त बाबाको नोकरहरूले पनि योभन्दा दामी खान्छ, एटलिस्ट म बाबाको घरमा गएर नोकर भएर बस्छु, खानु त पाउँछु, लुगा त लगाउनु पाउँछु। अनि बाबाको घरमा ऊ नोकर भएर बस्नु जाँदैछ। के भएर? अनि बाइबलले भन्छ टाढैबाट बाबाले देखेर बाबा कुदेर गयो भन्छ। He is so much delighted to embrace you. तपाईँलाई अँगालो मार्नुको लागि पर्खिरहनु भएको छ। उसले भनेन, बाबाले भनेन कि यो फेरि फर्केर आयो पड्के, छुरी पो लिएर पो आयो कि, आज चाहिँ सम्पत्ति पो माग्नु आयो कि, थोत्रो भएर आउँदैछ। ए नआइज, टाढोमा बस, गनाउँदैछ, सुँगुर चराउने भनेन। बाइबलले भन्छ बाबा कुदेर गएर च्याप्पै अँगालो मार्यो भन्छ। तपाईँ जस्तो घिनलाग्दो अवस्थामा किन नअघि वर्षिप गर्दा भाइले भन्दै थियो म मेरो आफ्नो योग्यताले होइन प्रभु तपाईँको अनुग्रहद्वारा। तपाईँलाई थाहा छ जब येशू ख्रीष्ट मर्नु भयो नि, जब चिहानमा हुनुहुन्थ्यो, मरियम र मग्दलिनीले दुईटा स्वर्गदूत चाहिँ त्यो येशू राखेको ठाउँमा देख्यो भनेको छ। त्यसले के बताउँछ भन्दै गर्दाखेरि चाहिँ त्यसले चाहिँ मर्सी सिट बताउँछ, कृपासन बताउँछ, त्यसले करारको बाचा बताउँछ, सन्दुक बताउँछ, त्यसले दुईटा स्वर्गदूत बताउँछ। जब पुरानो नियममा हेर्छौँ भने बाचाको सन्दुकभित्र के हुन्थ्यो? व्यवस्था हुन्थ्यो, हारुनको लट्ठी हुन्थ्यो, अनि वर्षमा एकचोटि महापुजारी गरेर खुन छर्किदिन्थ्यो। अनि जब परमेश्वरले क्रोध पठाउनुको लागि हेर्दै गर्दाखेरि तलबाट व्यवस्थाले एउटा व्यक्तिको विरुद्धमा बोल्थ्यो, एउटा व्यक्तिको पाप बोल्थ्यो। अनि माथिबाट परमेश्वरको क्रोध आउँदै गर्दाखेरि त्यहाँ खुन देख्थ्यो। अनि 1 वर्षको लागि परमेश्वरको क्रोध त्यो व्यक्ति प्रति शान्त हुन्थ्यो। तर जब येशू ख्रीष्ट मर्नुभयो,
येशू ख्रीष्टको रगत त्यो येशूले राखेको ठाउँमा थियो। जब परमेश्वरले हेर्नुभयो, अब तलबाट व्यवस्थाले उसको विरुद्धको पाप देखाएन, तर जब परमेश्वरले माथिबाट हेर्नु भने येशू ख्रीष्टको रगत देखियो। सदाकालको लागि हाम्रो निम्ति येशू क्रुसमा मर्नु भएको छ, हामीले मुक्ति पाएको छ। अनि म तपाईँलाई भनौँ, नयाँ जन्म पाएको व्यक्तिले पाप चाहिँ गर्दैन। फेरि आज धेरैले अनुग्रहको मिसइन्टरप्रेट गर्छ, अनुग्रह छ भन्दैमा पाप गर्नु होइन। अनुग्रह पाप गर्ने लाइसेन्स होइन, अनुग्रहले सशक्तिकरण गराउँछ पापको विरुद्ध खडा हुने। रोमीको पत्रले भन्छ कि व्यवस्था के अरे अनुग्रह छ भन्दैमा म पाप गरौँ होइन, अनुग्रहले त मलाई सशक्तिकरण गराउँछ। व्यवस्थाले चाहिँ तपाईँ नि मेरो पापलाई देखाइदिन्छ। त्यस कारणले गर्दा पावलले भन्छ व्यवस्था नभएको भए पाप के हो मलाई थाहा नै हुँदैन थियो, किनकि व्यवस्थाले भन्छ तैँले लोभ नगर। व्यवस्थाले तपाईँ नि मेरो पापलाई देखाइदियो, तर येशू ख्रीष्टको रगतले तपाईँ नि मेरो पापलाई अनन्त कालको लागि हटाइदिएको छ। अनि येशू ख्रीष्टको रगतद्वारा हामी जन्मेको छ, हामी नयाँ गरेर जन्मेको छ। आमेन। नयाँ गरेको व्यक्ति सधैँ पापसँग जुधिरहँदैन। नयाँ गरेर जन्मेको व्यक्ति सधैँ पापसँग मित्र लाउँदैन। ऊ जहिले सेन्टिफिकेसनको प्रोसेसमा लागिबस्छ, ऊ शुद्धिकरणको प्रोसेसमा लागिरहन्छ, पवित्रतामा जिउँछ, सत्यतामा जिउँछ। अनि कान्छा छोरा आउँदै गर्दा बाबाले सस्पेन्ड राखेन अहिलेको ससले जस्तो, तर बाबाले कान्छा छोराले भन्छ बाबा म तपाईँको विरुद्धमा परमेश्वरको विरुद्धमा खडा भएँ भन्दैछ, रिपेन्ट गर्दैछ। बाबाले भनेन तर छोरा तैँले यो चाहिँ गलत गरिस् भनेन, तर भनेको छ, तर छोराको लागेन। छोरा बोल्दा बोल्दै बाबाले भन्छ तर बाबाले आफ्नो नोकरहरूलाई भन्यो भनेको छ। तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ, जुन दिन तपाईँ प्रभुको घरमा प्रभु म पापी छु मलाई दया गर्नुहोस् भन्नुहुन्छ नि, त्यो दिनै उहाँको धार्मिकताको वस्त्रले तपाईँलाई धार्मिकताको स्थानमा ल्याइदिन्छ। बाइबलले भन्छ यसलाई लबेदारले लगाइदेऊ। अँगालो मारेको छ एक्सेप्टेन्स, चुम्बन गरेको छ। मन नपरेको मान्छेलाई चुम्बन गरेर त खान्छ, त्यो बाबाले चुम्बन गरेको छ, प्रतीक औँठी लगाइदिएको छ। अनि त्यो छोरा चाहिँ नि स्लेभको मेन्टालिटीमा आएको थियो, खाली खुट्टे। बाइबलले भन्छ बाबाले भन्छ जुत्ता ल्याऊ र लगाइदियो। पुरानो करारमा नि मालिकको अगाडि चाहिँ दास खाली खुट्टै मात्रै आउनु पर्थ्यो, चप्पल लाएर आउनु हुँदैन थियो। जसरी होरेपमा परमेश्वरलाई मोसाले भेट्दै गर्दा जुत्ता खोल भन्यो, ऊ त्यही दासको मानसिकतामा आएको थियो। बाबाले भन्छ यसलाई जुत्ता लगाइदेऊ। मेरो प्रिय तपाईँ दासको मानसिकतादेखि हटेर तपाईँ पुत्रताको मानसिकतामा खडा हुनुपर्छ। म उहाँको छोरा हो, सँगै मेरो भाग हो। कान्छा छोराले भन्यो यो मेरो भाग हो, बाबाले दिन्छ, दियो दियो मेरो प्रिय। फर्केर आए, पार्टी गर्दैछ। ओ चर्चमा अर्को छोरा छ, जेठा छोरा जस्तो। अनि जेठा छोरा बाहिर खेतबारीमा थियो, अहिलेको भाषामा भन्नुपर्दाखेरि प्रचारमा गएको थियो, फास्टिङमा गएको थियो, व्यवस्था मान्दैछ। अनि आएर भन्छ के हल्ला सुन्दैछु, बाबा कति कृपालु छ स्वर्गमा नि। त्यो जेठा छोराको लागि नि बाइबलले भन्छ बाउ घरबाट बाहिर निस्क्यो भन्छ, छोरा भित्र आइज न, आनन्द मना। त्यतिखेर जेठा छोराले भन्छ जाँदिनँ म। यसरी भनेको चाहिँ पढ्नुहोस्, म आफ्नो गोजीबाट भनिदिएको छुइनँ, म आफ्नो शैलीमा भन्दै होला, तर बाइबलमै भन्दैछु। जाँदिनँ म, त्यो तपाईँको छोरा नालायक, आफ्नो धन सम्पत्ति बेसिएकामा उडायो, अहिले फर्केर आउँदा तपाईँ पार्टी दिने। म तपाईँको जेठा छोरा, बाइबलले यसरी भनेको छ तपाईँको हरेक आज्ञाहरू माने, तपाईँको काम गरि नै रहे, तर तपाईँले कहिले पनि मलाई साथीहरूसँग गएर आनन्द मनाऊ भनेर एउटा पाठा काट्नु दिनु भएन भनेको छ। बाबाले भन्छ छोरा यो सबै तिरो त नि भनेको छ कि। बाइबलले भन्छ पढ्नुहोस्, जब कान्छा छोरालाई दिनु जेठा छोरालाई दिएको छ, तर जेठा छोराले पाएको अधिकारलाई बुझ्नु सकेन। तपाईँ नि मलाई जुन दिन तपाईँ नि म उहाँबाट जन्मिए नि अधिकार दिइसक्नु भएको छ, तर त्यो अधिकारलाई तपाईँ नि मैले चिन्नै सकेको छैन। हामी काम गरेर प्रसन्न तुल्याउनु खोज्छौँ, मेहनत गरेर प्रसन्न तुल्याउनु खोज्छौँ। पाएको अधिकारलाई लिने, खडा गर्ने, अधिकारमा हिँड्ने हो। हालेलुया। हामी अधिकारमा हिँड्ने हो। अनि आज अन्तिममा तपाईँलाई म भन्छु, तपाईँले कहिले यो गलतफहमी नहाल्नुहोस्, सायद मैले गल्ती गरेको कारणले गर्दा परमेश्वरले मलाई दण्ड दिँदै हुनुहुन्छ। न यसो जब यो लुकाको पुस्तक आई थिङ्क 5 अध्यायमा पत्रुसले माछा मार्दै गर्दाखेरि माछा नमरेर बिहान डेस्परेट भएर निराश भएर चाल धुँदै गर्दा यसोले भन्नुभयो पत्रुस तिमीलाई थाहा छ तिमीले किन माछा पक्रिन नसकेको? अनि ऊ चाहिँ फ्यामिली पर्सन थियो पत्रुस चाहिँ। अनि धेरै हिस्टोरियन बाइबलको हिस्टोरियनले भन्छ ऊ चाहिँ ऋणमा परेको थियो, उसले ट्याक्स तिर्न सकेको थिएन, उसलाई कति बेला उसलाई पक्रेर लान्थ्यो
ऊ निराश थियो। अनि त्यतिखेर येशू प्रभुले भन्नु भएन कि पत्रुस थाहा छ तिमीले माछा पक्रिन नसक्नुको कारण चाहिँ नि तिमीले पाप गरेको कारणले गर्दा, तिमी गलत गरेको कारणले गर्दा भनेन। तर प्रभुले भन्नुभयो पत्रुस सिमोन तिम्रो नाउँलाई गहिराइमा लैछ। त्यो सिमोनले येशूलाई क्याजुअली लियो, गुरुज्यू भनेको छ, गुरु भनेको छ मास्टर, किनकि अघि शिक्षा दिएको सुनेको थियो नि त। रातभरि कोसिस गरेर सकेन नो, तपाईँको प्रयत्नमा कहिले केही हुँदैन, गर्नु भएन, थाक्नु भएन, अब सरेन्डर गर्ने समय हो आजको साँझ। म तपाईँको उपस्थितिमा आएको छु। अनि उसले जसै गरेर जाल हान्यो, उनीहरूको नाउँ भर्यो भन्छ। त्यही पत्रुस जो पत्रुसले अघि येशूलाई गुरु भन्दै थियो, अब त्यही पत्रुसले बाइबलले भन्छ कुदेर येशूको पाउमा गएर प्रभु म पापी छु, मलाई मबाट जाइजानुहोस् भनेको छ। आज के छ भने नि चर्च पाप देखाउने गर्छ, तैँले यो गरिस्, तैँले त्यो गरिस्, तैँले त्यो गरिस्, तैँले त्यो गरिस्। चर्च आएको 5 दिन भएको छैन होइन, 1 हप्ता भएको छैन, कुण्डल खोल है, गो जा ट्याटु मिसिनले मेटेर आइज होइन। चर्चमा पास्टरहरू न्यायको आसनमा बसेको छ, तलको विश्वासीहरू वकिल भएर नयाँ आएको विश्वासीले पुरा है पेटिसन हालिरहेको छ, यसले यो गरे, यसले त्यो गरे। प्रिय तपाईँले यति बेसी अनुग्रह पाउनु भएको छ, भर्खर आउँदै गरेको विश्वासीलाई अनुग्रह देखाउनुहोस् न। तर चर्चमा यति बेसी न्यायकर्ताहरू छ, म त खतरा मान्छे होइन, यो वचन चाहिँ यसको लागि थियो कि, त्यसको मतलब के थाहा छ, म चाहिँ ठिक छु भनेको कि। खास गरी त्यो चाहिँ परमेश्वरको दृष्टिमा सबभन्दा किन लाग्दो हो। मन्दिरमा त्यही भएन, पापी त्यो खजन्ची र शास्त्री, कसको न्याय भयो? शास्त्रीको न्याय भयो। फेभर कसले पायो? खजन्चीले पायो होइन। न्याय गर्नुतिर लागेको छ, आफ्नो कामको आधारमा खडा भएर। बाइबलले भन्छ शास्त्री र फरिसीहरूले चाहिँ एउटा स्त्रीलाई तानेर लिएर आयो भन्छ। अनि यसोलाई भन्छ प्रभु गुरुज्यू यसलाई हामीले व्यभिचार गर्दा गर्दा भेट्यो भन्छ। ओ यति साह्रो स्वार्थी शास्त्री र फरिसी, स्त्रीलाई मात्रै तानेर ल्याएको छ, पुरुष छैन कि। अनि भन्छ मोसाको व्यवस्थाले भन्दैछ यसलाई ढुङ्गाले हानेर मार। हेलो, व्यवस्था दिने ती खडा छ कि। मोसाको रिटर्न व्यवस्थाले उनीहरूको भित्रको पापलाई देखाएन के, तर रिटर्न व्यवस्थाले नि अरूलाई मात्र पाप देखायो। जब तपाईँ आफ्नो कर्मको आधारमा खडा हुनुहुन्छ नि, तपाईँले आफूलाई सत्य सावित्री देख्नुहुन्छ, अरूलाई जहिले पापी देख्नुहुन्छ। सत्य सावित्री भनेको बुझ्नुभयो होला, म यहाँको टर्ममा बोल्दैछु। ऊ सत्य भाइ भनेको होइन फेरि होइन, सत्य अनि यहाँको सावित्री जोडेको होइन मैले। व्यवस्था दिँदैछ ती खडा छ क्या। अनि येशू प्रभुले भन्नुहुन्छ ओके, तिनीहरूले चाहन्थे त्यो स्त्रीलाई मार्नुको निम्ति, तर तिनीहरू सक्दैन थियो कि। अनि येशूले भन्नुहुन्छ ओके, अब रिटर्न ल चाहिँ नि अब चाहिँ के हुन्छ, रेमामा आउँदैछ येशूको मुखबाट। ओके, तिमीहरू मध्ये को धर्मी छ त्यसले ढुङ्गाले हान्न मार। जब रेमा आयो नि येशूको मुखबाट, आगो बलेर तिनीहरू त डढ्यो, ब्लाङ ब्लुङ भयो। बाइबलले भन्छ ठुलोदेखि सानोले ढुङ्गा छोड्यो, इभन सानोले पनि आफूलाई पापी देख्यो भन्छ, ठुलोदेखि सानोले ढुङ्गा छोडेर गयो भन्छ। त्यो मानिसहरूले त्यो स्त्रीलाई पापी देख्यो, जबकि पुरा अधिकार चाहिँ येशूसँग त्यो स्त्रीलाई पापी भन्ने होइन र। येशूलाई पुरा अधिकार थियो त्यो स्त्रीलाई ढुङ्गाले हान्ने, होइन र। तर येशूले सक्नुहुन्थ्यो, चाहनु भएन, तिनीहरूले चाहन्थे तर सकेन। द्याट्स द डिफरेन्ट। अनुग्रह पाएको व्यक्तिहरूले जब पनि पापीलाई दलदलमा परेकोलाई देख्छ, जहिले अनुग्रह देखाउँछ, दया देखाउँछ। अनि येशू प्रभुले त्यो स्त्रीलाई हेरेर भन्छ नारी कसैले तिमीलाई ढुङ्गाले हान्यो? ओ हालेलुया। त्यो स्त्रीलाई तिनीहरूले हार्लेट भन्दैछ, व्यभिचारिणी भन्दैछ, तर येशूले नि त्यो स्त्रीलाई नारी भन्दैछ। नारी चाहिँ ज्युस कन्टेक्स्टमा चाहिँ हाइली अनरेबल वर्ड हो, हाइली रेस्पेक्ट हो। यूहन्नाको पुस्तक 2 अध्यायमा आफ्नै आमालाई नारी भनेको छ नि होइन, येशूले यस्तो अनर गरेर बोलेको छ। अनि येशूले भन्छ म पनि तिमीलाई ढुङ्गाले हान्दिनँ, शान्तिसँग जाऊ, फेरि पाप नगर। आजको चर्च के छ थाहा छ? पहिला करेक्सन ल्याउनु खोज्छ, यो नगर, त्यो नगर, त्यो नगर, बाडमै जाऊ। करेक्सन बिफोर कनेक्सन इज भेरी डेन्जर। पहिला कनेक्सनमा आऊ अनि करेक्सन गर। जक्कैसँग कनेक्सनमा आयो, करेक्सन आफै भयो। पत्रुससँग कनेक्सनमा आयो, करेक्सन आफै भयो। चर्च अनुग्रहको स्थान हो, माया गर्ने स्थान हो। आज अहिलेको जवानहरू चर्चमा माया पाउँदैन, अनुग्रह पाउँदैन, क्लबतिर जान्छ।
एउटा विश्वासी एउटा बहिनी एकदम संसारमा फेडअप भएको चर्चमा आयो, उसले सुनेको थियो चर्चमा शान्ति हुन्छ भनेर। चर्चमा आयो, ऊ एकदमै मेन्टली डिस्टर्ब थियो, एकदमै ल्याङफ्याङ थियो। चर्चमा आउने त यस्तै खालको चेयरमा बस्छ, बस्ने प्लाट्टै चेयर भाँच्छ। माथि एउटा पास्टरले, बहिनी बस्नु आउँदैन तिमीलाई, घरमा सिकाएन तिमीलाई डिसिप्लिन? बहिनी त थर काम हेर, सेवा सक्ने बित्तिकै गयो, झन् निराश भयो। अनि पबमा गयो, क्लबमा गयो। अनि क्लबमा गएर चाहिँ टकिला अर्डर गरेर सर्ट खाँदा गरेर चाहिँ टकिला ब्लाङ्गै झऱ्यो ग्लास। अब चाहिँ मैले भेट्ने भयो, चर्चमा पनि चेयर भाँड्दा भेचेको, यहाँ पनि भेट्ने भनेर झन् एन्जाइटीले उसलाई एट्याक गर्यो। उताबाट बारको म्यानेजर आएर कुदेर, म्याम यु डोन्ट हेभ टु वरी, चिन्ता नगर्नुहोस्, बस्नुहोस्, वेटर ब्रिङ कम्प्लिमेन्ट्री ड्रिङ्क टु हर। तँ त छक्कै पर्यो, के हुँदैछ यहाँ? चर्चमा हुनुपर्ने त यहाँ क्लबमा हुँदैछ, के भयो? अनुग्रहको इनारो क्रिस्को मण्डली होइन, आज त अन्याय गर्ने ठाउँको क्रिस्को मण्डली हुँदैछ। चेलाले भने योनाको पुस्तक 9 अध्यायमा, यसले पाप गर्यो कि यसको आमा बाबाले पाप गर्यो, यो अन्त जन्म्यो। पक्कै पनि यसले पाप गरेको हुनुपर्छ। यसले भन्नु न त यसले पाप गरेन, त यसको आमा बाबाले, तर परमेश्वरको महिमा यसको जीवनबाट प्रकट होस् भनेर निको सँग यसको यो अन्ध जन्म्यो भनेको छ। आमेन। आज तपाईँ बिमार हुनुहुन्छ नि, निको भएर परमेश्वरको महिमा हुन्छ, बिमार भएर होइन। के भएर? के भएर? बिमार भएर होइन, निको भएर। अनि निको चाहिँ तपाईँको हातमा छ। यसोले त्यो व्यक्तिलाई हिलो थुक्नु पर्यो, आँखामा लगाइदिनु र भन्नुभयो सिलोमा जाऊ गएर पखाला। सुन्नुहोस्, यहाँ यो व्यक्ति जन्मैको अन्ध थियो, यो व्यक्तिको कोही सहारा थिएन। यसो प्रभुले भन्नु भएन कि अब यसलाई सिलोमा लैजाऊ र पखालिदेऊ भनेन, तर बाइबलमा पढ्नुहोस्, यो व्यक्तिलाई भने तिमी आफै जाऊ र पखाला। यो व्यक्तिले भनेन मलाई त लगिदिने कोही पनि छैन, म बिचारा भनेन। She stood on faith and he anticipated. ऊ खडा भए विश्वास पाउने, ऊ गन्तव्यतिर लाग्यो अनि he received healing। अनि गाउँमा गयो, यसोको महिमा भएको छ। मानिसहरूले भन्छ कस्तै तिमीले निको गर्यो, हामी पनि देख्न चाहन्छौँ। तपाईँ चङ्गाई भएर जब विजयमा हिँड्नुहुन्छ नि, संसारले परमेश्वरको महिमालाई देख्छ।